मैले घर बनाउने जामी कामहरू, सिमेन्टी असर पसर गर्ने, गिटीहरू असर पसर गर्नेदेखि नै सुरु भयो। मैले 6-7 महिना लगभग त्यही काम गरेँ। जे काम हराए पनि मैले कहिले पनि नाइ नस्ती भन्दैन थिएँ होइन। चाहे त राति नै उठेर जाउँ भने नि जान्थेँ, दिउँसो जाउँ भने नि जान्थेँ होइन। पहिरो आउँदैछ भने नि त्यहीँ जान्थेँ। अब त्यहाँ खतरा छ है भन्दा नि हामी जान्थेँ कि। 7वटा महादेशका अग्ला सबै हिमाल चढ्ने हामी एउटै आमा बुवाले जन्मेका 3 दाजुभाइ। 7वटामा त्यो गिनिज बुक वर्ल्ड रेकर्डमा नाम छ। उसले कतिको सर्भिस लिने त? $35,000 लिने कि मिनिमम हाम्रो 35,000 हुन्छ। $35,000 सर्भिस लिने हो कि होइन मसँग अलिक पैसा दिएर चाहिँ म 50,000 लिने पनि पायो होइन। म अलिक राम्रै पैसासँग सरकार छैन भने नि $1.5 लाख पनि लिन पायो होइन। मलाई जेन अझै डक्टरै चाहिन्छ सँगै माथिसम्म, मलाई त 10 जना गाइड सँगसँगै चाहिन्छ भने हामीले $5 लाख पनि लिन पायो। नमस्कार, द अनटोल्ड स्टोरिज नभनिएका कथाहरूको हाम्रो पडकास्टको नयाँ अङ्कमा यहाँहरूलाई स्वागत छ। आज हामी यो नयाँ अङ्कमा हिमालको कुरा गर्छौँ, आरोहणको कुरा गर्छौँ र व्यवसायको पनि कुरा गर्छौँ। हामीसँग हुनुहुन्छ मिङमा शेर्पा। खास गरी हिमाल आरोहण र पर्यटन व्यवसायलाई नजिकबाट जान्नेहरूको लागि उहाँ असाध्यै परिचित नाम हो। सङ्खुवा सभाको मकालु गाउँपालिका वालुङमा जन्मिनु भएको मिङमा शेर्पा नेपालको एउटा प्रसिद्ध कम्पनी 7 समिट ट्रेकका अध्यक्ष हुनुहुन्छ अनि हेली एभरेस्टका कार्यकारी निर्देशक हुनुहुन्छ। यो आरोहणको क्षेत्रमा उहाँका धेरै कृतिमानीहरू छन्। 8,000 भन्दा अग्ला हिमाल आरोहण गर्ने, 14वटा हिमाल आरोहण गर्ने पहिलो नेपाली हुनुहुन्छ। दक्षिण एसियाको हिसाबले पनि पहिलो हुनुहुन्छ। उहाँहरूले दाजुभाइले 14वटा हिमाल आरोहण गर्नुभएको छ र 7वटा देशका महादेश, यो 7वटा महादेशका सर्वोच्च हिमालहरू पनि उहाँहरूले आरोहण गर्नुभएको छ। हिमाल आरोहण र खास गरी पर्यटन व्यवसायको क्षेत्रमा पनि असाध्यै स्थापित व्यक्तित्व हुनुहुन्छ र उहाँहरूको कथा चाहिँ यसमा मात्रै सीमित छैन। यो आरोहण हिमालमा मात्रै होइन, एकदम सङ्खुवा सभाको दुर्गम ठाउँमा मध्यम वर्गमा जन्मिएर एउटा सफलता हासिल गर्नुभएको छ। युवाहरूको लागि यो उहाँको कथा चाहिँ प्रेरणादायी कथा पनि हुनसक्छ। पछिल्लो समयमा उहाँ राजनीतिमा पनि प्रवेश गर्नुभएको छ। गत फागुन 21 गते सम्पन्न भएको प्रतिनिधि सभा चुनावमा सङ्खुवा सभाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्थ्यो। उहाँले 15,000 मत प्राप्त गर्नुभयो। तर अर्का उम्मेदवार अर्जुन कार्कीले 15,666 लिएर 636ले उहाँलाई विजयबाट उहाँ असफल हुनुभयो। मैले तपाईँको यो हिमाल आरोहणको कथा हेर्दा चाहिँ 14वटा हिमाल चाहिँ तपाईँले पहिलोपटकै सफलता हासिल गर्नुभएको छैन है? हजुर। हिमाल चाहिँ एकैपटक 14वटा हिमालहरू चाहिँ सफल आरोहण गर्नुभयो। राजनीतिको यो आरोहण चाहिँ पहिलोपटक चाहिँ असफल हुनु है? मेरो खास मैले राजनीतिमा आएर म यो सफल हुन्छु भने चाहिँ मैले सोचेको थिइनँ। तर कति हाम्रो पहाडी जिल्लाहरूमा युवाहरूको कमी कमजोर, युवाहरू चाहिँ यस्तो राजनीतिमा नलाग्ने र अलिकति जान्ने बुझ्ने युवाहरू चाहिँ सबै विदेशिन थाल्ने होइन। त्यो कारणले हामी युवाले पनि राजनीति गर्नुपर्छ भनेर चाहिँ मैले हाम्रो जिल्लामा चाहिँ प्रत्यक्ष रूपमा मैले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेको हुँ होइन। तर पछिल्लो समयमा अब चाहिँ हामीले पनि केही गर्नुपर्छ भनेर चाहिँ त्यहाँको युवाहरू म पछि लागेको देख्दा मलाई अति नै खुसी लागेको छु। अहिले धेरै युवाहरू राजनीतिमा लागेको छ। त्यहाँको विकास, त्यहाँको चाहिँ नि सबै कुराहरू होइन जान्ने बुझ्नेहरू धेरै छन्। अब अहिले भनौँ न तपाईँको चाहिँ हिमाल आरोहणमा चाहिँ खासै असफल भएर फर्किनु परेको अनुभव अथवा अनुभूति थिएन, राजनीतिमा त्यो अनुभव गर्नुभयो। हजुर। कस्तो लाग्दो रहेछ?
सबै मान्छेहरूले एकैचोटि जस्तै सबै हिमाल चढ्दाखेरि पनि कतिजना मान्छेहरू बिच बाटैबाट फर्किने हुन्छ, कति टुप्पा पुग्ने बेलामा फर्किनुपर्ने अवस्था हुनसक्छ भने राजनीतिमा पनि त्यही हो। जस्तै अहिले मैले सायद मैले नेपाली काङ्ग्रेसबाट उठेको भए सङ्खुवासभामा जित्थ्यो होला, एमालेबाट उठेको भए जित्थ्यो होला होइन। तर एउटा नयाँ पार्टी, एउटा यो देशलाई बनाउँछु भनेर अघि सार्दै गरेको पार्टीलाई, नयाँ पार्टीलाई, नयाँ अनुहारलाई त्यहाँ लिएर गएर मैले टुप्पामा अलिकति नपुगेर फर्केको जस्तो फिल महसुस भएको छ। त्यो नै हो मेरो अनुभव। यस्तो नि दाइ, जस्तो तपाईँहरूले जब हिमाल आरोहणमा चाहिँ कीर्तिमानी कायम गरेर फर्किनुहुन्छ नि होइन, तपाईँहरूको भव्य स्वागत हुन्छ। अनि काठमाडौँ आएर अथवा देश फर्किएर अथवा काठमाडौँ फर्किएर सफलताको कथा सुनाउनुहुन्छ। राजनीतिमा असफल भएर अथवा यो चुनावमा असफल भएर फर्किँदा चाहिँ असफलताको कथा सोध्नेहरू चाहिँ कति हुँदो रहेछन् दाइ? सबैले भन्थ्यो, सबै हारेपछि कति अनुहार कालो पारेर निराश भएर जाँदो रहेछ। भाइ तपाईँ चाहिँ साह्रै खुसी भएर हिँड्दो रहेछ त, सबैभन्दा यहाँ जित्नेको भन्दा तपाईँ हार्नेको पो अनुहार उज्यालो देख्छु म भन्नुहुन्छ सबैले। त्यो सुन्दाखेरि चाहिँ मलाई एकदम खुसी लाग्छ, किनभने म एउटा राजनीति गरेर चाहिँ नि पहिल्यैदेखि गर्दै आएको र म काहीँ उच्च तहमा पुगेर कुनै पहिल्यै सांसद मान्य भएको भएदेखि हारेको भए मलाई केही हुन्थ्यो होला। तर यो त मेरो पहिलो प्रार्थना त हो होइन। मेरो पहिलो प्रयासमा त मैले यति ल्याउनु भनेको मेरो लागि धेरै खुसीको कुरा हो जस्तो मलाई लाग्छ। अब मैले राजनीति गर्न सिकेँ त्यति ल्याउँदाखेरि मेरो गाउँ जिल्लाका सबै गाउँका मेरा युवा साथीहरूसँग भेटघाट गर्न पाएँ। म पहिला कङ्ग्रेसमा घुम्दै गर्दाखेरि अब राष्ट्रिय स्वतन्त्र पार्टी भनेको सोचेको पनि थिएन। तर अहिले फेरि आफैले त्यही राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ एउटा पार्टीको रूपमा लिएर सङ्खुवासभा जिल्लाभरि कुना कुनामा गएर त्यहाँ चिनाउनु पाउँदा मलाई धेरै खुसी लागेको छु। तर हाम्रो गाउँ घरतिर चाहिँ अहिले चाहिँ के हुन्छ भने एउटा घाम रुख भनेर पहिलेदेखि नै एउटा छाप बसेको हुन्छ। ती छापहरूलाई चिर्नको लागि अलिक गाह्रो चाहिँ थियो होइन। त्यसपछि पछिल्लो समयमा माटो भनेर आउनुभएको थियो होइन। माटोको पनि त्यति नै प्रभाव हाम्रो जिल्लामा, किनभने त्यहाँ धेरै जस्तो अब हाम्रो चाहिँ राई लिम्बूहरूको बस्ती भएको हुनाले धेरैले चाहिँ अब माटोको पनि एउटा राम्रो समर्थन जनाउनु भयो। नयाँ परिवर्तनको लागि उहाँहरूले धेरैले खोज्नुभयो, तर हामी नयाँ नयाँ नै जुधेर फेरि हामी नै हार्छौँ भन्ने कुरा चाहिँ हामीलाई राम्रैसँग थाहा थिएँ होइन। त्यही पनि हाम्रो प्रयास राम्रै भयो, सबैजना खुसी नै छ भनौँ न। यो तपाईँको राजनीतिको सफलता असफलता हन्टर ठक्करको कुरा पछि गर्छौँ। त्यस अगाडि चाहिँ हामी दाइको खास गरी यो आरोहण पर्यटनको यो सफलताको कथाबाट हाम्रो आजको कुराकानी सुरु गर्छौँ। दाइ, तपाईँ सङ्खुवासभाको मकालु 1 वालुङ, यो त दुर्गम ठाउँ हो, त्यहाँ जन्मिनुभयो। बाल्यकाल कस्तो थियो, कस्तो परिवारमा जन्मिनु भएको, अलिकति तपाईँको कथा त्यहाँबाट सुरु गरौँ न। हजुर, म एउटा गाउँका एउटा सामान्य खेती किसान गर्ने अब गाईबस्तु पाल्ने परिवारबाट जन्मेको भनौँ होइन। म एउटा मेरो आमाले गाई गोठमा जन्माएर अनि त्यसपछि घरमा ल्याउनु भएको रहेछ। मलाई अहिले मेरो मामाहरू काकाहरू मेरो आफन्तहरूले सुनाउनुहुन्छ होइन। त्यसपछि मेरो बाल्यकाल लगभग हाम्रो गाउँ घरमा हामी चाहिँ अलिकति अब बाल्यकालमा चाहिँ अब भनौँ न अब दुलोमा खेल्ने, हिलोमा खेल्ने होइन, जङ्गलमा जाने, गाईबस्तु हेर्ने, भेडा बाख्रा चराउने, चङ्ग्री चराउने, त्यस्तैबाट हामी हुर्केर आएको हौँ हामी। तपाईँ परिवारको? म माइलो छोरा। हजुर। त मेरो दिदी हुनुहुन्छ, मेरो दाइ हुनुहुन्छ, हामी 6 जना दाजुभाइ छौँ। म माइलो, त्यसपछि 2 जना दाजुभाइ, 6 जना दाजुभाइ, 2 जना दिदीबहिनी। हामी अलिक ठुलै परिवारको थिएँ। आमा हुनुहुन्थ्यो, बुवा हुनुहुन्थ्यो होइन। त्यसपछि बुवा आमाले धेरै दुःख गरेर चङ्ग्रीहरू पालन पशुपालन पनि गरेको थियो। तपाईँ उतै पढ्नुभयो मकालुमै वालुङमै? जुन बेलामा म त्यहाँ हुँदाखेरि मेरो गाउँमा चाहिँ स्कुल चाहिँ थिएन। हामी हाम्रो गाउँबाट स्कुल जानलाई लगभग 1.5 घन्टा जति हिँड्नु पर्थ्यो
बेलुका स्कुल सकेर पनि 1.5 घन्टा अनि बिहान उन्दा ओह्रालो कुद्दा चाहिँ 1 घन्टासम्ममा आइपुग्थ्यो। कहाँ जानु पर्थ्यो? हाम्रोबाट झन् 1 घन्टा तल आएपछि हामी मायुम भन्छ होइन, तल मायुम भन्छौँ, त्यो गाउँमा चाहिँ हाम्रो 5 कक्षासम्म स्कुल थियो र बर्खा लागेपछि हामी त्यो स्कुल आउन सक्दैन थियौँ होइन, पानी पर्ने, पानी झरी यताउता गर्दाखेरि। तर हिउँदमा चाहिँ हामी लगभग मैले त्यही स्कुलमा पढेँ। वर्षमा 6 महिना चाहिँ स्कुल जान्थेँ, 6 महिना त हामी चौँरीकोट भेडाकोटमै हुन्थेँ होइन। अब त्यो पनि मलाई चाहिँ अझै पढ्नुभन्दा नि अझै गाईगोठ भेडा चराउनु चौँरी चराउनु नै रमाइलो हुन्थ्यो बचपनमा होइन। पढ्नु भने चाहिँ अलिकति कस्तो अब भनौँ त्यहाँ बानी नपरेर पनि होला। त्यही भए पनि मैले फेरि त्यही स्कुलमा चाहिँ 5 सम्म पढ्न पाएँ। 5 सम्म पढ्दा मैले जम्मा टोटल 25 महिना जति स्कुल गयो होला, बाँकी त त्यसै दिन गाउँघरतिरै कटाउँथ्यो गाईबस्तुसँग। तपाईँ 5 पछि चाहिँ कता पढ्नुभयो त? त्यसपछि त्यही कुरामा मलाई चुनावको बेलामा मेरो साथीहरूले 7 पढेको भनेर एउटा त्यहाँ उम्मेदवार दिने बेलामा लेख्नु भएको रहेछ, तर मैले 5 भन्दा पढेको छैन। त्यसपछि मैले सोचेँ ओहो कसरी साथीहरूले 2 बढाइदिनु भएछ भन्ने लाग्यो होइन। तर तपाईँले फेरि यस्तो पनि लाग्छ मलाई, यति मैले त्यो 5 भन्दा बढी पढेको भए म यतिखेर कुन देशतिर थियो होला जस्तो लाग्छ होइन। त्यति नै पढेकोले म आज यहाँ पुगेको छु, म एकदम सफल भएको जस्तो महसुस भएको छु भनौँ न। तपाईँ काठमाडौँ चाहिँ कहिले छिर्नुभयो? 2053 साल 55 सालतिर आएको थिएँ म काठमाडौँ। कति वर्षको हुनुहुन्थ्यो? म 14 वर्ष 15 वर्ष जतिको थियो त्यतिखेर। किन आउनुभएको थियो काठमाडौँ? हाम्रो गाउँका सबै अब परदेश लाग्ने होइन, गाउँघरका सबै परदेश भने जस्तै काठमाडौँ आउने अनि ट्रेकिङहरू गर्ने, अब कुहिरेको बारीहरू बोकेर हिँड्ने होइन। म पनि उहाँहरू सँगसँगै पछाएर त्यही ट्रेकिङको बारी बोक्ने, यहाँ आएर चाहिँ नि बरिया भएर धेरैचोटि धेरै ठाउँहरूमा घुम्यौँ। पहिलोचोटि तपाईँ काठमाडौँ आउँदा नि हजुर कसरी आउनुभयो? म सुरुमा आउँदाखेरि खास मेरो चाहिँ घरबाट अब बुवाआमासँग सल्लाहले होइन, एउटा काकाहरूसँग आएको थियौँ होइन, सल्लाहले काठमाडौँ आएँ। काठमाडौँ आउँदै गर्दाखेरि हामी खाँदबारी सङ्कसभा खाँदबारी हुँदै हिले हुँदै धनकुटा हुँदै धरान हुँदै अनि त्यसपछि अहिले गाईघाट। तुमलिटारमा त्यो बेला एयरपोर्ट थिएन र? थियो, तर त्यो बेलामा 300-400 पैसा लिन्थ्यो। अब हामीलाई त 300-400ले अब गाउँदेखि काठमाडौँसम्म आइपुग्दो रहेछ त्यो बेलामा होइन। त्यसले गर्दा काठमाडौँ आउँदा चाहिँ म बस, त्यो बेला तपाईँ आउँदा हिलेसम्म थियो? हिलेदेखि गाडी थियो? हिलेदेखि गाडी चढ्थेँ यहाँ। हो, हिलेदेखि चढेर आउनुभयो? बस चढेर आएँ। को हुनुहुन्थ्यो त यहाँ? यहाँ हाम्रो आफन्तहरू थियो, आमाको बहिनीहरू हुनुहुन्थ्यो, उहाँहरूकोमा आएर बस्यौँ होइन काठमाडौँमा। त्यसपछि आफ्ना जीविका चलाउनको लागि त फेरि यहाँ पनि धेरै कामहरू गर्नु पर्यो होइन। मैले काम चाहिँ केदेखि सुरु गर्नुभयो? तपाईँको सुरुवात चाहिँ मैले घर बनाउने जामी कामहरू, सिमेन्टी असर पसर गर्ने, गिटीहरू असर पसर गर्नेदेखि नै सुरु भयो। मैले 6-7 महिना लगभग त्यही काम गरेँ। हामीले दिनको 80 रुपियाँ पाउँथ्यो होइन। 80 रुपियाँबाट चाहिँ हामीले 5 रुपियाँको खाजा, अब 2 रुपियाँको दुनोट हुन्थ्यो, 3 रुपियाँको चिया हुन्थ्यो, त्यही खाजा खान्थेँ। त्यहीँबाट चाहिँ नि अब थुक्पा खायो भने 10 रुपियाँ, खाना खायो भने अब 20-25 रुपियाँ लिन्थ्यो भने चाहिँ हामीले पुग्थ्यो गुजारा गर्न। त्यही गुजाराकै लगभग अहिले पनि म काठमाडौँमा अलिक ठाउँ घुम्दाखेरि हामीले त्यहाँ इँटा बोकेको घरहरू, बलुवा गिटीहरू बोकेको घरहरू देख्दाखेरि चाहिँ पहिला यहाँ हामीले यसो गरेको थिएँ भनेर एकदम प्राउड फिल लाग्छ। मैले त्यो नगरेको भए आज म यहाँ नपुग्थ्यो भने चाहिँ मलाई त्यो चाहिँ अहिले पनि लाग्छ, मलाई एकदम प्राउड लाग्छ फेरि त्यो काम चाहिँ। अहिले पनि मैले त्यो बाटोतिर कोही जामी कामहरू गरिरहेको देखेँ भने मेरो बचपनको याद आउँछ र मैले त्यो कामलाई चाहिँ एकदम सम्मान गर्छु। त्यो कति वर्ष गर्नुभयो त? मैले 1 वर्ष जति गरेँ। त्यसपछि चाहिँ ट्रेकिङ बरिया भएर मुस्ताङ, मानाङ, सोलुखुम्बु होइन, यसरी चाहिँ नि बरिया भएर ट्रेक विदेशीहरूको बारी बोकेर हिँडेँ। त्यो बेला कति पाइन्थ्यो भारी बोकेको? हामीले 120 रुपियाँ पाउँथ्यो दिनको। 120 रुपियाँ पाउँथ्यो दिनभरि भारी बोकेर होइन। 35 केजी जति हुन्थ्यो। जस खान लाउन चाहिँ पुग्थ्यो। अनि लास्टमा अब खैरेहरूले अब विदेशीहरूलाई अलिअलि टिप्स भन्ने दिन्थ्यो होइन। त्यो चाहिँ 200-400 पायो भने चाहिँ अब त्यो चाहिँ अब जस सेभ हुन्थ्यो भनौँ न। त्यसरी नै गर्दा कति वर्ष भारी बोक्नु दाजु? 3 देखि 4 वर्ष बोकेँ होला मैले। त्यो भारी बोक्दाको कुनै त्यस्तो मिठो नमिठो सम्झनाहरू के छ?
मलाई खासै बारी बोक्दाखेरि नै रमाइलै लाग्थ्यो किनभने मैले चाहिँ के सोच्थेँ भने मैले जसरी नि दुःख गर्नुपर्छ जिन्दगी हो होइन हाम्रो चाहिँ दुःख नगरिकन हुँदैन मैले सिक्नुपर्छ भारी मात्रै बोकेको थिएन मैले कति कुराहरू सिक्थेँ होइन सँगसँगै हिँड्थेँ मेरो साथीभाइहरूसँग होइन अनि अब त्यतिखेर त लगभग अब हाम्रो चाहिँ नि सबै गाउँले अब बरियाहरू जति हामी एक ग्रुप हुन्थ्यो सँगसँगै हिँड्थ्यो त्यो मध्येमा अलिकति अनुशासित चाहिँ मै हुन्थेँ होइन कति किलोसम्म बोक्नुहुन्थ्यो? कुनै बेला हामीले 30 किलो बोक्थ्यो कुनै बेला 40 बोक्थ्यो कुनै बेला 45-50 पनि बोकाउँथ्यो तर 45-50 किलो बोकाउँदाखेरि चाहिँ बेलुका खाना चाहिँ हामीलाई त्यही चाहिँ गाइडहरूले खुवाउँथ्यो होइन अनि त्यतिको लागि भए पनि भारी अलिक बढी बोक्थ्यो म फेरि चौरीकोटमा बसेको मान्छे घिउ खाएको मान्छे यस्तो 50 केजी त झुरुकै उचारेर बोक्थेँ मैले होइन कति दिनसम्म बोकेको सम्झना छ तपाईँलाई? मैले 21 दिन 25 दिनसम्म बोकेको याद छु रेगुलर? हजुर। थाकिन्थ्यो होला है जहिले? त्यो बेलामा लगभग हामी भेराकोट चौरीकोटमा बस्ने मान्छे भएको हुनाले खासै बारी बोकेर थाक्ने चाहिँ कहिले पनि थकान चाहिँ लाग्दैन थियो म चाहिँ त्यो बारी बोक्दा बोक्दै पनि धेरै कामहरू सिक्दै थिएँ कि भित्र के काम गर्नुपर्ने रहेछ के गर्नुपर्ने रहेछ कसरी गर्नुपर्ने रहेछ भन्ने कुरा अब भनौँ न त्यही काम सिकेर भोलि म पनि केही गर्न सक्छु कि भन्ने आशाले कोही मान्छेहरू चाहिँ बारी बिसाउनु बित्तिकै तास खेल्नु गइहाल्थ्यो म चाहिँ फेरि भारी बिसाउनु बित्तिकै टेन्ट टाङ्ने किचनमा पानी ल्याइदिने भाँडा मात्नु साथी गर्ने यस्तो सबै कुराहरू गर्थेँ त्यो कारणले गर्दा राम्रै मेहनत गर्थेँ मैले भनौँ न। भरियादेखि के गर्नुभयो? बरियादेखि मैले 6000 मिटरका सानो हिमालहरू चढ्ने मौकाहरू पाएँ। त्यसपछि मैले जुन हिमालहरू चढ्ने मौका पाएँ त्यो बेलामा चाहिँ मैले के सोच्थेँ भने मैले यो हिमाल चाहिँ जसरी नि चढ्नुपर्छ अब भन्ने खालको चाहिँ हिमाल चढ्ने अवसर चाहिँ कसरी पाउनु? त्यही बारी बोक्दै यो मान्छे चाहिँ अलिक बलियो नै रहेछ भनेर गाइडहरूले नै छान्थ्यो है। ए माथि यो चाहिँ ल राम्रै रहेछ मिङमाले चाहिँ भारी पनि राम्रो दर यो मान्छे त माथि चाहिन्छ हामीलाई भनेर उहाँहरूले छान्थ्यो। मैले पनि गएर काम देखाउँथेँ। काम देखाउँदै गर्दाखेरि चाहिँ अब मैले पनि सिक्ने मौका पाएँ। सिक्ने मौका पाउँदै गर्दाखेरि चाहिँ अब भोलि हिमाल चढ्ने नै हाम्रो उद्देश्य त त्यही थियो। जसरी हो नि हिमाल चढेर अलिअलि पैसा कमाएर घर व्यवहार चलाउने र आफ्नो जीविका चलाउने भन्ने नै थियो नि त। त्यो कारणले गर्दाखेरि मैले जो सानो 6000 हिमालहरू चढ्नु पाउँदाखेरि चाहिँ जति जाडो भयो भने चिसो भयो भने मलाई चाहिँ एकदम खुसी लाग्थ्यो क्या किनभने त्यो चढ्नु सकोस् भनेर त्यसरी जिउमा चाहिँ हामीले एउटा मनदेखि नै एउटा त्यस्तो लाग्थ्यो भनौँ न। अनि चढेपछि कति खुसी लाग्थ्यो क्या त्यसरी नै सिक्दै गएर पछि चाहिँ नि मैले 8000 मिटरका हिमालहरू चढ्ने मौकाहरू पाएँ जुन बरिया 4-5 वर्ष बोकेर बारी बोकेर त्यसपछि तपाईँ त्यो जस्तो सानो हिमालहरू चढ्दै गएर चाहिँ तपाईँ आरोहीको रूपमा भन्दा पनि त्यहाँ सहयोगीको रूपमा? म चाहिँ सहयोगको रूपमा होइन। त्यसपछि पछि चाहिँ अब विदेशीहरूले मन परायो भनौँ बलियो अलि इमान्दार होइन अलिकति उहाँहरूले जे काम हराए पनि मैले कहिले पनि नाइ नस्ती भन्दैन थिएँ होइन। चाहे त राति नै उठेर जाउँ भने नि जान्थेँ दिउँसो जाउँ भने नि जान्थेँ होइन। पहिरो आउँदैछ भने नि त्यहीँ जान्थेँ अब त्यहाँ खतरा छ है भन्दा नि हामी जान्थेँ क्या। त्यो कारणले गर्दा नि अब विदेशीको पनि एकचोटि विश्वास भएपछि उहाँहरूले पनि फेरि पछि सधैँ खोजिराख्नु भएको थियो होइन। मिङमा चाहिँ मसँग लानुपर्छ कहाँ छ कहाँ बसिया छ यस्तो खालको कुराहरू हरेक कम्पनीहरूमा पनि त्यस्तो खोजी नीति गर्दै आउनुहुन्थ्यो होइन। त्यसले गर्दाखेरि मैले जुन सुरुवात चाहिँ त्यहीँबाट चाहिँ सुरु भयो कि 8000 भन्दा माथिका सबै नेपालमा भएका विश्वमा भएका 14 हिमाल 8000 भन्दा माथिका सबै हिमाल आरोहण गर्ने म पहिलो नेपाली बन्न पनि सफल भएँ। जस्तो यहाँ म तपाईँलाई यहाँ जोडेँ जस्तो यता चाहिँ तपाईँ भरियादेखि होइन बिचमा भारी बोक्दै तपाईँले चाहिँ हिमाल चढ्ने पनि अवसर पाउनुभयो। त्यसपछि के गाइडको रूपमा काम गर्नुभयो कि? त्यसपछि हाम्रो चाहिँ क्लाइम्बिङ गाइड भन्छ होइन। त्यो क्लाइम्बिङ गाइडको रूपमा चाहिँ अलिकति जो डरो छ जसले चाहिँ अलिक बारी उचाल्न सक्छ खास यो क्लाइम्बिङ गाइडले चाहिँ के गर्छ? क्लाइम्बिङ गाइड भनेको चाहिँ अब जुन हामीले हिमालमा डोरी टाङ्ने बाटो बनाउने अनि तपाईँको पालहरू खानेकुराहरू यी सबै सामग्रीहरू व्यवस्थापन गर्ने आफैले बोकेर गर्ने आफूले गाइड क्लाइन्टसँग गएपछि त्यो क्लाइन्ट्सलाई सम्पूर्ण उसको चाहिँ नि सहयोगी भएर जाने हो। त्यसपछि उनीहरूले चाहिँ नि अब सबै कुरा हामीले गराइदिन्छु होइन। तर पनि मलाई त्यतिखेर चाहिँ एउटा कुरा चाहिँ एकदम रिस उठ्थ्यो क्या
किनभने जस्तै जति कुइरेहरू नेपालमा आएर हिमाल चढेर गएपछि अनि बुकमा चाहिँ जहिले पनि शेर्पाहरूको हाम्रो नेपालीहरूको नामहरू चाहिँ पटर एल्टिच्युड पटर भनेर लेख्थेँ क्या। त्यो कुरादेखि चाहिँ मलाई एकदम रिस उठ्थ्यो, किनभने हामीले टाँगेको डोरी समातेर चढ्नुपर्ने, हामीले बोकेको खाना खाएर हामीले टाँगेको टेन्टमा सुतेर जानुपर्ने, अनि हामी चाहिँ पटर, फेरि उनीहरू चाहिँ रेल क्लाइम्बर भन्ने खालको चाहिँ नि त्यस्तो हुन्थ्यो। त्यो बेला चाहिँ मैले के सोच्थेँ भने म पनि यो संसारको 8000 भन्दा माथिको 14 हिमाल चढेर नेपाली पनि आरोही है, कुनै यो पटर चाहिँ भन्न मिल्दैन यसलाई भन्ने खालको चाहिँ मलाई त्यस्तो जोस चलेको थियो कि। त पछि मैले गर्दै जाँदाखेरि सफल पनि पुरा भयो। तपाईँ जस्तो यता अब त्यो यता सहयोगीको रूपमा होइन, क्लाइम्बर उसको रूपमा हुँदै हुँदै तपाईँले एकदम आरोहणकै रूपमा चाहिँ कहिलेदेखि सुरु गर्नुभयो? त्यही आरोही चाहिँ मैले 2000देखि ए इङ्ग्लिस, त्यतिखेर चाहिँ आरोहीको रूपमा तपाईँले चढेको पहिलो चाहिँ मनासोलु हिमाल थियो गोर्खा जिल्लाको। त्यसअघि सहयोगीको रूपमा चाहिँ कुनै अरू हिमाल चढ्नु भएको? अरू चाहिँ मैले चढेको भनेको चाहिँ अब त्यही मेरा पिक, आइलाम पिक, लबोची पिक होइन, त्यो नै रह्यो। तर त्यो मेन आरोही भन्नाले नै आरोही पनि हामी आरोहीले नै गाइड गर्ने हो कि भनौँ न, सहयोगी नै हो कि। एक किसिमले मैले पैसा तिरेँ, तपाईँलाई भाइले लगेर गएँ, सबै कुरा हामी दुईजना सेयरिङ हुन्छ, एउटै टेन्टमा सुत्छौँ खान्छौँ र तर भारी मैले बढी बोक्छौँ, किनभने तपाईँ त मेम्बर हो होइन, तपाईँ त पैसा खर्च गर्ने मान्छे हो। तर कति चाहिँ फेरि मेम्बरहरू पनि जो खैराहरू पनि आफू पनि धेरै दुःख गर्ने हुन्छ कि, त्यस्तोसँग पऱ्यो भने चाहिँ हामीले फेरि अलिकति काम गर्नु पनि सजिलो हुन्छ। तपाईँ आफ्नो आरोहण गरेको हिमाल चढेको रेकर्ड देखाउने गरी चाहिँ तपाईँ मनासलु चढ्नुभयो पहिलोचोटि? कति? 8000 भन्दा माथिका त्यो चाहिँ 6औँ हिमाल हो मनासलु चाहिँ। यो मैले चढेको 2000मा इङ्ग्लिस। मनसलु पछि कुन चढ्नुभयो? त्यसपछि सिसापाङमा, छोयु, मकालु, त्यसपछि कर्मासा हुँदै अरू हिमाल चढ्दै चढ्दै सगरमाथा चाहिँ कहिले चढ्नुभयो? 2004मा। ए अनि जस्तो यो 14वटा हिमाल चढ्नुपर्छ भन्ने चाहिँ तपाईँलाई कसरी आयो? अघि पनि हामी नेपालीहरूलाई चाहिँ विदेशीहरूले जहिले पनि त्यही एल्टिच्युड पटर भन्ने, अनि साँच्चीकै फेरि हामी पनि कहिले एभरेजै 10 चोटि चढ्ने, 12 चोटि चढ्ने, 13 चोटि चढ्ने थियो त्यो बेलामा। अहिले त 32 चोटि पुग्यो। त्यो बेलामा 8 चोटि चढ्ने, 10 चोटि चढ्ने। तर यसरी 8000 भन्दा माथिका 14 हिमाल चढ्छु भने हाम्रो नेपालीलाई चाहिँ 8 नआउँथ्यो, किनभने त्यो चाहिँ धेरै पैसा खर्च हुन्थ्यो। त मैले चाहिँ के सोच्थेँ भने म चाहिँ जसरी भए पनि चढ्छु यो 8000 भन्दा माथिको 14 हिमाल चढेर यो पहिलो नेपाली संसारमा म एकचोटि यो क्लाइम्बिङ रूपमा चाहिँ देखाउन चाहन्छु। हामी पटर होइन, हामी पनि क्लाइम्बरै हो भनेर चाहिँ यो संसारलाई एकचोटि चिनाउन चाहन्छु भन्ने चाहिँ मेरो इच्छा थियो। त्यही इच्छा मेरो पुरा भयो भनौँ न। जस्तो तपाईँले खर्च चाहिँ कसरी जुटाउनु? कति ठाउँमा चाहिँ मैले अब मेरो जस्तै जसले मलाई तपाईँले मन परायो, म तपाईँसँग मकालु चढ्नु गएँ, अर्को एकजनाले तपाईँ कञ्चनजङ्घा जाउँ भने कञ्चनजङ्घा गएँ होइन, कसैले एभरेस्ट जाउँ भने म त्यो एभरेस्ट गएँ। म एउटै हिमालमा कन्टिन्यू गरेन कि, हरेक सिजनमा मैले हिमाल चेन्ज गर्दै मैले त्यसरी खोज्दै गएँ कि। खोज्दै जाँदाखेरि चाहिँ अब अन्तिममा आएर पाकिस्तान चाइनातिरको बाँकी रह्यो होइन। त्यो चाहिँ मैले पछिल्लो समयमा म जापानमा काम गरेँ 4 वर्ष होइन। त्यसपछि आएर चाहिँ मैले यो पछिल्लो समयमा 5वटा हिमाल चाहिँ आफ्नै खर्चबाट चढेँ, त्यो गर्नलाई सिधाउनलाई। 14वटा हिमाल चाहिँ तपाईँ कतिदेखि कतिमा चढिसक्नु? मैले 2000देखि 2005सम्ममा 9वटा सकेको थिएँ। त्यसपछि म जापान गएर 4 वर्ष बसेँ। जापान चाहिँ किन जानु त? त्यही हो नि, हाम्रो त अब पैसा कमाउने, अब कहाँ राम्रो पैसा कमाउँछ त्यहीँ जाने त हो नि हाम्रो नेपालीको होइन। त्यहाँ गएर के गर्नु? त्यहाँ गएर धेरै काम गरेँ मैले। टोयोटा कम्पनीमा चाहिँ एउटा फ्याक्ट्रीमा काम गरेँ, अनि चाहिँ नि त्यहाँ चाहिँ नि 4 वर्ष बसेँ होइन। त्यसपछि त्यहाँ अलिअलि पैसा कमाएँ। फेरि त्यो पैसा लिएर आएर नेपालमा आएर 2009मा आएर 2010मा मैले 4वटा 8000 भन्दा माथिको हिमाल चढेँ त्यही पैसाले। अनि अन्तिममा 2011मा चाहिँ मैले कञ्चनजङ्घा चढेँ। मैले त्यो कञ्चनजङ्घा चढ्दै गर्दा मेरो 8000 मिटर माथिको 14 हिमाल पनि सकियो र म संसारको एउटा कान्छो आरोही पनि भएँ
त्यो 14वटा 14वटा चढ्ने मेरो गिनिज बुकमा त्यसरी नाम भयो। त्यो 14 हिमाल चढ्दै गर्दा त्यो 5वटा चढ्दै गर्दा मेरो भाइ छाङदावा शेर्पा ऊ पनि म सँगसँगै थिएँ। उसले 2013मा सक्यो, मैले 11मा उसले 13मा। उसले सक्दाखेरि ऊ चाहिँ सेकेन्ड नेपाली भयो। तर हामी एउटै आमा बुवाले जन्मेका 8000भन्दा माथिका 14 हिमाल चढ्ने पहिलो दाजुभाइ भयो संसारको हामी त्यसरी गिनिज बुकमा नाम। तपाईँको रेकर्ड त एउटा 14वटा हिमाल चढ्ने हजुर पहिलो नेपाली, हजुर एसियाली पनि, हजुर त्यसपछि कान्छो उमेरमा चढ्ने पनि, हजुर त्यो 14वटा चढ्ने 14वटा चढ्ने। त्यसपछि 2013मा चाहिँ मेरो भाइ सेकेन्ड नेपाली भयो। हामी संसारको पहिलो दाजुभाइ भयो। फेरि ऊ कान्छो आएर ऊ भयो, फेरि मेरो रेकर्ड उसको भाइले तोड्यो। अनि पछिल्लो अब त्यस्तै मलाई चाहिँ अहिले पछिल्लो यो तपाईँहरूको रेकर्ड चाहिँ अझै तोडिएको छ कि? यो रेकर्ड चाहिँ अहिले मेरो भाइको छोरा निमारेन्जी 18 इयर्सको टिनेज एउटा मेरो भाइको आफ्नै मेरै छोरा भनौँ न, भाइको छोराले चाहिँ यो भाइकै छोराले रेकर्ड तोड्यो। अहिले ऊ चाहिँ 18 वर्षको सबभन्दा सानो उमेरमा संसारका 8000भन्दा माथिका 14 हिमाल चढ्ने ऊ पहिलो संसारकै पहिलो व्यक्ति हो। रेकर्ड त परिवारभित्रै। हजुर यो जस्तो 14वटा हिमाल चढ्दा नि है सबैभन्दा अप्ठ्यारो चाहिँ कुन हो? हिमालको सबै हिमाल अप्ठ्यारो नै हुन्छ, तर त्यसको एउटा रुट हुन्छ। हामीले नर्मल रुट युज गऱ्यो भने नर्मल रुटमा अलिक अप्ठ्यारो K2हरू पर्छ, कञ्चनजङ्घाहरू पर्छ, अन्नपूर्ण 1हरू पर्छ, नङ्गा पर्वत भन्ने पाकिस्तानमा पर्छ होइन। यी हिमालहरू चाहिँ अलिक नर्मल रुट पनि अलिक अप्ठ्यारो छ। बाँकी अरू हिमालमा पनि अप्ठ्यारो त सबै हिमालमा अप्ठ्यारो छ। सबै हामी हरेक पहिलोमा मृत्युसँग लडेर नै जित्ने हो। पहिलो सार्दा हामी बस्छु या मर्छु भने त कसैले पनि थाहा हुन्न। त्यो कारणले गर्दाखेरि हिमाल यो सजिलो त्यो चाहिँ गाह्रो छ भन्नु चाहिँ मिल्दैन। हिमाल चाहिँ सबै नै गाह्रै छ। तपाईँले जस्तो यता यो व्यावसायिकको क्षेत्र चाहिँ हिमाल चढ्दा चढ्दै सुरु गर्नुभयो? मैले यो व्यावसायिक हिसाबले चाहिँ तपाईँले कहिलेदेखि सुरु गर्नुभयो? यसो सम्झेँ मैले 8000भन्दा माथिका 14 हिमाल चढेपछि त अब म अमेरिका जान नि पायो, म फेरि जापान जान नि पायो, म फेरि बेलायत जान नि पायो, म जहाँ जान नि पाएँ। तर मैले के सोचेको थिएँ भन्दा मैले यति दुःख गरेर यो आफ्नै माटोमा यत्रो दुःख गरेर यत्रो हिमाल चढेपछि अब म किन अर्काको देशमा जाने? म थोरै बरु केही नहोस् खले मात्रै खाएर भने यहीँ काम गर्छु। मेरो गाउँमा यति धेरै युवाहरू बेरोजगार थिए होइन। अब सङ्खसभा भनेको हिमाल चढ्नेमा हामी सबभन्दा कमजोरी नै थिएँ होइन। मैले के सोच्थेँ भने बरु म यहाँ बसेँ भने मैले मेरो आफ्ना गाउँका दाजुभाइहरूलाई, आफैले चिनेका युवा साथीहरूलाई मैले केही कम्पनी खोलेर काम दिनु पाएँ भने सबै भोलि मै जस्तो हुन्छ भन्ने चाहिँ मलाई त्यस्तो चाहिँ सोच आयो होइन। त्यसै कारणले गर्दा मैले चाहिँ 7 समिट ट्र्याक्स भनेर दर्ता गरेँ। कति सालमा यो 2010मा हो होइन। जापानबाट आएपछि 11 पछि चाहिँ अब हाम्रो कम्पनीले चाहिँ नेपालका पहिलो निजामती कर्मचारीहरू सगरमाथा पुर्याउने मेरो कम्पनीका पहिलो ग्रुपहरू थिए। निजामती कर्मचारीहरू सबै क्षेत्री बाहुनहरू, नेवार होइन सबै थियो होइन। उहाँहरूलाई मैले पहिलो निजामती कर्मचारी चढाउने मान्छे चाहिँ म हुँ। किनभने मैले के भन्थेँ भने तपाईँले त्यो सुरु गर्दा हजुर यो 7 समिट ट्रेक सुरु गर्दाखेरि कति लगानीमा सुरु गर्नुभएको थियो? त्यस्तो खासै पैसा खर्च गरेको थिएन मैले। एउटा कम्प्युटर किन्ने होइन, तपाईँको त्यो आफ्नो अनुभव चाहिँ थियो, तपाईँको रेकर्ड थियो होइन। 2-4 लाख पैसा खर्च भयो होला सुरुमा। त्यसपछि त त्यो व्यापार गर्दै त्यसले नै बढाउँदै गएको त हो। तपाईँले निजामती चढाउनु भयो? हजुर। त्यो बेला एकचोटि यो प्रचण्डको छोराहरू चढेको थियो नि, उहाँहरू चाहिँ त्योभन्दा पछि हो। पछि हो। उहाँहरू चाहिँ माओवादीकै एउटा टिम बनाउनु भएको थियो। त उहाँ चाहिँ हाम्रोबाट होइन एसियन ट्र्याकबाट चढेको थियो। अहिलेसम्म तपाईँको कम्पनीबाट कति मान्छे आरोहीहरू चढिसक्यो होला? लगभग 3500-4000 पुगिसक्यो होला अब मेरो कम्पनीबाट चढ्ने मान्छेहरू, नेपाली विदेशी सबै गर्दाखेरि मलाई जहाँसम्म लाग्छ 3000भन्दा माथि नै छ। अहिले वर्षमा तपाईँ कति चढाउनुहुन्छ? हामी वर्षमा लगभग नेपालमा 600-700 चाहिँ विदेशीहरू हुन्छन् विभिन्न हिमालमा। सगरमाथामा 100 जति हुन्छन्, बाँकी अरू हिमालमा 5, 10, 20, 25 जोड्दै गर्दा सानो हिमालदेखि गर्दै गर्दा हामी 500-600 चाहिँ जहिले पनि हाम्रो एक वर्षमा आरोहीहरू आउँछन् मेरो कम्पनीमा।
र नेपालीहरू काम गर्ने लगभग 400-500 जना काम गर्छ। जस्तो यो धेरै लामो अवधि त होइन, तपाईँले जस्तो यो कम्पनी सुरु गरेर यो कम्पनीको रूपमा काम गर्नुभएको, के भयो भने होइन यसरी छिटो ग्रोथ हुँदो रहेछ हिमालमा चाहिँ? एक त म तपाईँहरूसँग के थियो र तपाईँहरूले यति छिटो यो एक त म अनुभवी भएँ। म 14 हिमाल चढ्ने पहिलो नेपाली, त्यसै अनुभवी भएँ। मलाई त्यसै अरूले 2 शब्द बोल्नु र मैले 1 शब्द बोल्नुमा मलाई पताउने भयो, किनभने विश्वास गर्ने भयो। अर्को कुरा, मेरो भाइ पनि त्यस्तै म जस्तै फेरि 14 हिमाल चढ्ने भएँ। मेरो फ्यामिलीमा सबै हिमाल चढ्ने भएँ भनेपछि कुहिरीहरूसँग भेटेर हामीले ठुल्ठुलो प्रपोजलहरू राख्दाखेरि उनीहरूले कहिले पनि रिजेक्ट हान्दैन थियो कि, विश्वास लागिहाल्ने, विश्वास गरिहाल्ने होइन। त्यसपछि हामीले त्यही कुराहरूलाई चाहिँ ट्याकल गरेर सर्भिस देखाएर सर्भिस गरेर हामीले अहिलेसम्म यहाँसम्म आइपुग्नका लागि चाहिँ एउटा सर्भिसको पनि हो कि फेरि एउटा अनुभव सर्भिस होइन। अब यस्तो गर्छु भन्ने मान्छे त थुप्रै छन् बजारमा होइन, तर सबैको यस्तो सफलता त हुन गाह्रो हुन्छ नि। त्यसले गर्दाखेरि म त तर सबैले सिकाउँछु फेरि, राम्रो गर्नुहोस्, राम्रो गर्नुहोस्, राम्रो गऱ्यो भनेपछि सबै हामीलाई राम्रो हुन्छ भनेर म त्यसरी पनि सुझाव दिन्छु साथीभाइहरूलाई। अहिले तपाईँको यो सजिलो हिसाबले बुझ्दाखेरि हिमाल चढाउने कम्पनीमा होइन नेपालको प्रमुख मध्येमा पर्छ नि त होइन? मलाई विदेशीले धरि संसारकै प्रमुखमा गनिन्छ, तर मैले चाहिँ मेरो मनबाट चाहिँ मेरो कम्पनी चाहिँ सानो छ जस्तो मलाई लाग्छ फेरि होइन। किनभने एउटा 7 समिट ट्रेक्स भनेर संसारका एउटा कुनामा बस्ने क्लाइन्ट्सहरूले पनि चिन्छ होइन, कुरा हुन्छ, संसारभरि कुरा हुन्छ। लगभग आरैहरू मध्येमा थाहा नपाएको कोही पनि छैन संसारमा जतिहरू हिमाल चढ्ने आल्प्समा होइन। तर उनीहरूले चाहिँ के सोच्दो रहेछ भने म चाहिँ अलिकति महँगो कम्पनी होइन, यिनीहरू चाहिँ अलिकति स्ट्यान्डर्ड महँगो कम्पनीमा पर्छ भनेर त्यति डाइरेक्ट सोधिहाल्नु चाहिँ आँट नगर्ने होइन। यो त सोध्नु तर महँगो होला यिनीहरूको कम्पनी भन्नुहुन्छ। तर मेरोमा हामी गरिबलाई पनि सर्भिस, मिडल क्लासलाई पनि सर्भिस र एकदमै धनी भिआइपीहरूलाई पनि सर्भिस दिने हाम्रो चाहिँ 3-4 क्याटेगोरीको सर्भिसहरू दिन्छौँ। जस्तो यस्तो यो कम्पनीहरूले नि, ट्रेकिङ कम्पनी भनेको हिमाल चढाउने कम्पनीहरूले तपाईँको अनुभवले के भन्छ? विश्वास दिलाउन चाहिँ सम्बन्धित देशमा धेरै मार्केटिङ गरेर अथवा अरू केही सम्पर्कबाट खोजेर अथवा के त्यसको सूत्र चाहिँ के हुँदो रहेछ? त्यो आएकोलाई राम्रो गर्नु पर्यो। हामीले जो तपाईँ कहाँ आइपुग्छ उसलाई राम्रो गर्छ, त्यसलाई राम्रो गऱ्यो भने त्यसैले संसार फैलाइदिँदो रहेछ होइन। त्यही मान्छे न त हो हिमाल चढ्ने। यहाँ चढिन्छ, पाकिस्तान गइन्छ, टिबेट गइन्छ, इन्डिया गइन्छ, आल्प्समा गइन्छ, त्यही मान्छे अन्टार्कटिकामा गइन्छ। ती मान्छेहरू कुरा गर्दै जाँदाखेरि त्यसरी लिङ्क बढ्दै जाने हो होइन। जो मान्छे हामीसँग आए त्यो मान्छेले राम्रो गरिदिनु पर्यो। तपाईँसँग अहिले कति गाइड छ? लगभग 200 माथि नै होला। 200 गाइडहरू? हजुर। अब सहयोगी अरू त धेरै थुप्रै हुन्छ, 400-500 जना त स्टाफै हुन्छ। त्यसबाहेक तपाईँले चाहिँ पछिल्लो समयमा चाहिँ यता यो हवाई कम्पनीमा पनि हात हाल्नु भएन? हजुर। हेली एभरेस्ट हो। अहिले त्यसको चाहिँ कतिवटा छ तपाईँहरूको हेलिकप्टर? हाम्रो हेली एभरेस्ट चाहिँ अहिले 4वटा छ। तपाईँको एकल कि अरू पनि हुन्छ त्यसमा? हामी 6-7 जना छौँ। पार्टनर बिजनेस हो। त्यसको अध्यक्ष चाहिँ तपाईँ? यसको अध्यक्ष त अर्कै हुनुहुन्छ, म चाहिँ अहिले जस एजुकेटिभ डाइरेक्टर भनौँ न, सेकेन्ड पर्सन। त्यो चाहिँ जस्तो यो तुलना गरेर हेर्दा हजुर यो हेलिकप्टर र यताभन्दा कुन चाहिँ यो तुलना गरेर हेर्दा यो व्यवसाय चाहिँ कुन चाहिँ तपाईँको लागि बढी उपयोगी अथवा कमाइको हिसाबले चाहिँ हुन्छ? मेरो लागि त हेली एभरेस्ट त अब सानै कम्पनी हो नि त, 7 समिट नै बढी हामी फोकस गर्छौँ होइन। किनभने कारबार 7 समिटमै बढी हुन्छ होइन। तर मलाई चाहिने चाहिँ अब हेलिकप्टर पनि चाहियो, मेरो क्लाइन्ट्स बोक्ने त हेलिकप्टर पनि चाहियो, मेरो सामान बोक्ने हेलिकप्टर पनि चाहियो। यो दुइटै चाहिने कुराहरू जोडेर हेर्दाखेरि लगभग दाजुभाइ भने जस्तै सम्झिन्छु म कि, किनभने मलाई दुईतिरकोले एउटा मैले यहीँ ठ्याक्कै तपाईँलाई जोड्न खोजेको, एउटा ठुलो ट्रेकिङ कम्पनीलाई हेलिकप्टर चाहिँ जरुरी रहेछ? त्यो के हुन्छ भने अझै ट्रेकिङ गर्नेलाई चाहिँ जरुर हुँदैन। हामी जस्तो एक्सपेडिसन हिमाल चढाउने मान्छेहरूलाई चाहिँ एकदम जरुर हुन्छ। किनभने हिमालमा एनी टाइम जे पनि हुनसक्छ
र हामीले खाना सिद्धिनु सक्छ, टेन्टहरू हावाले उडाइदिनु सक्छ। त्यो सक्ने बित्तिकै तुरुन्तै पुग्नु पऱ्यो नि त त्यहाँ होइन। त्यो चाहिँ हेलिकप्टर मार्फत मात्रै हुन्छ, हामीले बोकेर हिँडेर त जान सक्दैन। त्यो कारणले गर्दा मेरो जस्तो कम्पनीको लागि हेलिकप्टरको चाहिँ एकदम जरुरत नै हुन्छ। नत्र त फेरि यसको लागि कसैको चाहिँ लिनै पर्यो होइन। हजुर, त्यो दिनु त मैले अब मेरो मात्रै नभएर यहाँ काठमाडौँ भएको सबै हेलिकप्टरहरूले बिजनेस दिन्छु। सबैले मेरै जस्तो सरल सम्झेर चाहिँ नि बिजनेसहरू गर्छौँ हामी होइन। मलाई परेको बेलामा सबैले दिनुहुन्छ होइन। तर अब आफ्नै भएपछि झन् अझै अलिकति सहजीकरण गर्न सकिन्छ नि। तपाईँ आफै चाहिँ क्या सगरमाथा चाहिँ कतिचोटि पुग्नुभयो? म एकैचोटि मात्र हो। भनेको यो तपाईँले अन्तिम पटक हिमाल चाहिँ कुन चाहिँ आरोहण गर्नुभयो? कञ्चनजङ्घा। कति वर्ष भयो? अब 2011-26 भनेपछि कति 15 वर्ष भयो, 16 वर्ष भयो। यो अब आरोहण चाहिँ नगर्ने? म गरिरहेको छु, म अझै पनि गरिरहेको छु। हामी भर्खरै यो 7वटा महादेशका अग्ला अग्ला सबै हिमाल चढ्ने हामी एउटै आमा बुवाले जन्मेका 3 दाजुभाइ। 7वटामा त्यो गिनिज बुक वर्ल्ड रेकर्डमा नाम छ। हामी अन्टार्कटिका महादेशका 0 पोइन्टमा जाने संसारकै पहिलो 3 दाजुभाइ। हामी त्यहाँ स्की एक्सपिडिसन गरेर गएको छु। अझै हामीले यही पृथ्वीमा रहेका नर्थ पोल, हामी साउथ पोल पुग्यौँ, अब नर्थ पोल पुग्न बाँकी छ। 0 पोइन्ट नर्थको 0 पोइन्टमा त्यहाँ जानका लागि हामी रेडी छौँ। तपाईँको त कीर्तिमानै कीर्तिमान रहेछ नि दाजु। हजुर, अनि अब यो त तर यस्तो छ, किनभने हामीले चाहिँ मेरो कीर्तिमानसँग जोडेर भन्दा पनि यो हाम्रो देशलाई, हाम्रो ठाउँमा पनि क्लाइम्बरहरू छन्। हामी बरिया मात्रै होइन, हामी सक्षम चाहिँ नि आरोहीहरू पनि हो भन्ने हिसाबले संसारलाई चिनाउनको निम्ति हामीले चाहिँ त्यसरी बोल गरिरहेको हुन्छौँ। यो कीर्तिमानैको लागि पछि उक्देको चाहिँ होइन, तर हामी पनि छौँ, गर्न सक्छु है भन्ने मान्छे म पढ्छु भन्ने नै देखाउन मन लाग्छ कि। जस्तो कि यो पछिल्लो समयमा के यो हिमाल आरोहणको कुरा गर्दाखेरि पहिले चाहिँ अब हिमाल आरोहणको चाहिँ एउटा साहससँग होइन, त्यसको चाहिँ जिनसँग यस्तोमा जोडिन्थ्यो। पछिल्लो समय चाहिँ पैसासँग जोडिन थाल्यो। मैले तपाईँलाई तपाईँ त एकजना गाइडदेखि लिएर यो सबै प्रक्रिया पुरा गरेर एउटा आज हिमाल चढाइराख्नु भएको छ नि त धेरैले। पैसा मात्रै भए पुग्छ त हिमाल चढ्नको लागि? त्यसमा चाहिँ हामीले अब के हुन्छ भने जस्तै पैसाले मात्रै चाहिँ हिमाल चाहिँ चढ्दैन, तर पैसाले हामीलाई सपोर्ट गर्छ होइन। अब जति राम्रो पैसा खर्च गर्न सके त्यति मान्छेहरूको उपदान हुन्छ कि। जस्तै मैले अब सगरमाथामा मलाई चाहिने सहयोगी चाहिँ 5 जना, तर मैले 10 जना पठाएँ भने 5 जना त एक्स्ट्रा भयो नि त। त्यसले त्यहीँ काम सिक्छ, अर्कोचोटि त्यो फेरि प्रोफेसनल सहयोगी भएर निस्किन्छ होइन। त्यसरी चाहिँ खर्च गरेर लगानी गरेर होइन। मैले यहाँ तपाईँलाई भन्न खोजेको चाहिँ हिमाल चढ्नेहरू हुन्छ नि त रहर गर्ने। हजुर, भनेको सबै यो करोडपतिले सगरमाथाको यो चुचुरो सम्भव पुरा गर्न सम्भव छ पैसा भयो भने? हुँदैन। ट्रेनिङ चाहिँ हुनै पर्यो, अनुभव त हुनै पर्यो होइन। त्यसरी सबै होइन त काठमाडौँको मान्छे सबै गएर चढ्नु मन लाग्छ होला नि त, तर सकिँदैन नि। यसको लागि धेरै चाहिँ नि सङ्घर्षहरू गर्नुपर्छ। सजिलैसँगले मैले हिमाल चढ्छु भनेर चाहिँ नसोच्दा हुन्छ, तर फेरि पनि चढ्नै सक्दैन भनेर पछि हट्नु पनि मिलेन। तपाईँहरूले पनि चढ्नु सक्छु भनेर अघि सार्यो भने त्यसको विकल्पहरू, त्यसको चाहिँ नि स्टेप बाई स्टेप सबै कुराहरू जुड्दै जान्छ, चढ्न पनि सक्छ फेरि। जस्तो एउटा मान्नुहोस् तपाईँको कम्पनी छ होइन, म हिमाल चढ्न चाहन्छु, त्यो मैले के गर्नुपर्छ भनिदिनुहोस् न, त्यो प्रक्रिया के हुन्छ? प्रथम सुरुमा त भाइले ट्रेकिङको बारेमा बुझ्नु पर्यो। त्यसपछि गएर सानो सानो 6000 मिटरको पिकहरूलाई चाहिँ नि प्रयास गर्नु पर्यो चढ्नलाई। त्यहाँ हामी गाइडहरू पठाउँछौँ। त्यो गाइडले यो मान्छे अब 7000 मिटरको हिमाल चढ्नु सक्छ है भनेपछि तपाईँले हामी फेरि 7000 हिमालको सजेस्ट गर्छौँ। 7000 को हिमाल चढ्दै भाइ कुखुराले नुन खाएको जस्तो भइदियो भने हामी अर्को सजेस्टै गर्दैनौँ। तर त्यहाँ पनि आफू हट्टाकट्टा राम्रै एक्टिभिटिज राम्रो भयो भने हामीले तिमीले ल 8000 मिटरको हिमाल चढ्न सक्छौ है, ल अब एभरेस्ट चढे नि सक्छ, कञ्चनजङ्घा चढे नि सक्छ, मनासुलु चढे नि सक्छ भनेर हामीले नै सजेस्ट गर्ने हो, खैरेलाई पनि जसलाई भए पनि। तर नसक्नेले चाहिँ हामीले त्यो लानु मिल्दैन। जस्तो त्यो कुनै पनि एउटा मान्छे यदि चढ्न खोज्यो भने होइन, त्यो प्रक्रिया त एउटा भयो।
यो अर्को त यो प्रशासनिक झमेला हुन्छ नि के अनुमति लिने के गर्ने त्यो चाहिँ सबै तपाईँहरू जस्तो कम्पनीले त्यो गर्छ चाहिँ कम्पनीले सबै गर्छ किनभने त्यो कम्पनीले अब पर्मिट लिनेदेखि लिएर इन्सुरेन्स गर्नेदेखि लिएर सबै कुरा चाहिँ कम्पनीको रेस्पोन्सिबिलिटी लिन्छ। जस्तो तपाईँहरूले एकजना आरोहीलाई सगरमाथा चढाउनको लागि के गर्नुपर्छ हामीले 1 2 3 गरेर भन्नु हामीले 1 नम्बरमा पहिला उसको अनुभवहरू बुझ्नु पर्यो। 2 नम्बरमा उसले कुन हिमाल चढेको छ पहिला त्यो हेर्नु पर्यो। 3 नम्बरमा अब उसले सगरमाथा चढ्नु सक्छ कि सक्दैन त्यो हेर्नु पर्यो हैन। 4 नम्बरमा अनि त्यसपछि उसले कतिको सर्भिस लिने त $35,000 को लिने कि मिनिमम हाम्रो 35,000 हुन्छ। $35,000 को सर्भिस लिने हो कि हैन मसँग अलिक पैसा धेर छ म 50,000 को लिने पनि पायो हैन म अलिक राम्रै पैसा म त पैसासँग सरकार छैन भने नि $1.5 लाख को पनि लिन पायो हैन। मलाई जेन अझै डक्टरै चाहिन्छ सँगै माथिसम्म मलाई त 10 जना गाइड सँगसँगै चाहिन्छ भने हामीले $5 लाख पनि लिन पायो। यहाँ तपाईँले अधिकतम अहिलेसम्म कतिको गराउनु भएको छ हामीले $3 लाख सम्मको गराएको छ किनभने हामीसँग बाह्रैनको राजकुमारहरू आयो हैन तपाईँहरूले गराउनु भएको गर्यो। संसारका बिलियनरहरू त कतिजनाले गरेर गइसक्यो हैन हैन बिलियनरहरूले त्यो भन्दाखेरि अब तर पनि फेरि पनि धनीलाई मात्रै लिने गरिबलाई नलिने भन्ने चाहिँ होइन। इच्छा चाहिँ सबैको हुन्छ नि त तर उसलाई त्यही अनुसारको सर्भिस एउटा गाइड अक्सिजन मैले अघि सोध्दै थिएँ त्यो एउटा चाहिँ अब पैसाको कुरो भयो। हजुर दोस्रो उसको लागि तपाईँहरूले यहाँ पर्मिट लिइदिनुहुन्छ त्यसपछि पर्मिट लिनु पर्यो। यहाँबाट खाना पिना टेन्ट लाउने लुगादेखि लिएर सबै प्रिपेयर गरिदिनुपर्छ हामीले। सामान्यतया कति दिनमा उसले आरोहण सक्छ यो पुरा पहिला चाहिँ 1.5 महिना 2 महिना लाग्थ्यो तर आजभोलि हेलिकप्टरको हामीले बेस क्याम्पसम्मै जाने बेस क्याम्पबाट हेलिकप्टरमा आउने भएको हुनाले 25 दिन 1 महिनामा मान्छेले सगरमाथा चढेर घर फर्केर बेस क्याम्पमा हेलिकप्टर राखेर पनि हेलिकप्टरबाट लगेर पनि ल्याउँदा पनि बेस क्याम्पबाट उडेर आउँछ 20-25 दिन लाग्छ। जस्तै नेपाली भनेको विभिन्न कम्पनी अनुसार त फरक हुन्छ। हजुर अब तपाईँहरूको त राम्रो कम्पनीमा पर्छ नि त। सामान्यतया न्यूनतम कतिदेखि सुरु हुन्छ तपाईँहरूकोमा? हाम्रोमा $35,000 देखि सुरु हुन्छ। नेपाली त 50 लाख। 50 लाख। हजुर तपाईँको कम्पनीबाट कोही चाहिँ सगरमाथा चढ्नु पऱ्यो भने सबैभन्दा अगाडि त 50 लाख चाहियो। सामान्य नेपाली त चढ्नै नसक्ने रहेछ। सामान्य नेपालीहरूको लागि अब 30 देखि 35 लाखसम्म पनि सकिन्छ तर सामान्यतः चढ्नु पनि भएन नि अब सक्दैन नि त हैन। सामान्यतः चढ्नु नि सक्दैन खर्च त एकदम धेरै खर्च हुन्छ। अहिलेसम्म तपाईँहरूले यो तपाईँको अनुभवले चाहिँ सबैभन्दा बेसी चाहिँ कसलाई चढाउनु भयो? हामीले सबै इन्टरनेसनल पनि हुन्छ नि यो देशको भन्ने धेरै जस्तो अब चाइना अमेरिकनहरू इन्डियन युरोपियनहरू हैन इन्डियाको पनि। यो हिमाल आरोहणमा सबैभन्दा बेसी चाहिँ कसले खर्च गर्छ? यो खर्च चाहिँ अघि मैले भनेको जस्तै क्याटेगोरी अनुसार हुन्छ होइन मैले भनेको तपाईँहरूको अनुभवले सबैभन्दा बेसी चाहिँ कसले खर्च गरिरहेको छ अब विदेशीमा पनि कुन देशकोले? जस्तै यो देशको भन्ने नै हुँदैन भाइ। अब त्यो चाहिँ एउटा देशकोले एउटा अलिकति सस्तै प्याकेज लिने पनि हुन्छ त्यही देशको भिआइपी आएर सबभन्दा महँगो लिने पनि हुन्छ भने चाहिँ संसारमा यो चाहिँ मार्केटकै उसमा पर्छ। अब त्यो जस्तो कि बाह्रैनको राजकुमारलाई तपाईँहरूले कतिमा चढाउनु भएको थियो? हामीले त्यतिखेर 20-22 करोड होला। उनीहरूको टिमै थियो। कतिजनाको टिम थियो? 15-16 जनाको टिम थियो। त उनीहरूलाई पैसाको मतलब भएन नि त जसरी नि सुरक्षाको चढ्ने र सुरक्षा त्यो बेलामा त्यस्तो हुन्थ्यो भने अहिले पनि कोही पैसा भएको मान्छेहरूको लागि 20-25 करोड भनेको पैसा त उनीहरूले केही पनि सोच्दैनन् तर उसले सुरक्षितसँगले चढाएर पठाइदिनु पर्यो। त्यो खालको विश्वास चाहिँ हामीले दिलाउनु पर्ने हुन्छ। जस्तो कि यो अब विभिन्न देशको मान्छेहरू चाहिँ तपाईँहरूको आउँछ बढी त तपाईँहरूकोमा चाहिँ त्यो कृतिमान अथवा रेकर्ड राख्नुभन्दा पनि नियमित बढी चढ्ने बढी आउँछन् है? उनीहरूको इच्छा चाहिँ सगरमाथा चढ्ने हुन्छ भन्ने खालको मान्छे चाहिँ धेरै आउँछ र म रेकर्ड पनि तोड्छु रेकर्ड पनि गर्छु राख्छु भन्ने मान्छे पनि त धेरै आउँछ। हिमालमा विभिन्न किसिमको छ स्पट पनि छ हैन लग्जरिस पनि छ हैन सबै कुराहरू। अहिले त पहिला हामीले चढ्दाखेरि पहिला गाह्रो थियो अब अहिले त सुविधा सम्पन्न जस्तो भयो के हैन। जस्तै क्याम्प 2 मा बिरामी भयो भने हेलिकप्टर लिन आइहाल्छ
हो क्याम्प 3 मा बिरामी भयो भने हेलिकप्टर लिन आइहाल्छ काहीँ केही बिरामी भयो भने 2-4 जना शेर्पा गाइडहरू जम्मा भएर नि घिसाएर पनि जिउँदै लिएर आउँछ तपाईँहरूले यो चढाउँदाखेरिको अहिलेसम्मको एकदमै हुन्छ नि त्यस्तो दुर्घटनाहरू भयो त दुर्घटना चाहिँ हिमालमा धेरैचोटि भएको छ धेरैचोटि हुन्छ सबै त्यो चाहिँ अब मेरो मात्रै होइन मतलब सबै हामी चाहिँ एउटा टिम हुन्छ नि त त्यो सगरमाथामा बसेको जति सबै एउटै जस्तो टिम सम्झिनु पऱ्यो नि मेरो भए पनि अरूको भएको जस्तै सम्झिनु पऱ्यो अरूको भए पनि आफ्नो भएको जस्तै सम्झेर हामीले त्यसरी त्यो काहीँ साथ दिनुपर्ने हुन्छ जस्तो कुनै देशको मान्छे अथवा त्यो दुर्घटनामा उसको ज्यान गयो भने त्यस्तो बेला चाहिँ तपाईँहरूलाई कतिको झन्झट हुन्छ त्यो चाहिँ अब सुरुमै पहिला कुरा चाहिँ यो हिमाल चढ्नुभन्दा अगाडि हामी पनि लेप्चे लाएर जान्छौँ म मऱ्यो भने मेरो श्रीमतीलाई दिनुहोस् पैसा मेरो इन्सुरेन्सको भनेर अथवा मेरो आमाले दिनुहोस् भनेर उनीहरूसँग पनि हामीले के लिन्छौँ भने अथोराइट्स लिन्छौँ फ्यामिलीको मऱ्यो भने पनि हामीलाई भोलि चाहिँ त्यस्तो दुःखहरू दिनेहरू कामहरू नहोस् भनेर होइन अपरेसन गर्न अगाडि डक्टरलाई गरे जस्तो सस्तै सबै किनभने त्यो चाहिँ अब हिमाल हो नि त केही ग्यारेन्टी छैन एकैछिनमा जे पनि हुनसक्छ नि कति मान्छे त्यहीँ मर्छ होइन त्यो सबै मान्छेको रेस्पोन्सिबिलिटी त हामीले मान्छे मर्नेसम्मको लिएर त जानु सक्दैन त्यसले गर्दाखेरि त्यो चाहिँ एउटा उनीहरूले त्यो जानुभन्दा अगाडि नै हाम्रै आफ्नै इच्छा पत्रमा साइन लेप्चे लगाएर जान्छ उनीहरूको पनि त्यस्तै हामीले एग्रिमेन्ट गरेर पठाउँछौँ जस्तो तपाईँहरू त अब गाह्रो हुन्छ जस्तै देखेको ठाउँमा मान्छे मऱ्यो भने पहिला सुरुमा त उसले बचाउने हो मर्नु दिनै हुन्न भन्नेमा हो त्यसपछि पनि अचानक मऱ्यो भने चाहिँ अब उसको डेड बडीदेखि लिएर फ्यामिलीसँग कन्सल्ट गरेर एम्बेसीसँग कन्सल्ट गरेर उसको इन्सुरेन्ससँग कन्सल्ट गरेर उसलाई चाहिँ काठमाडौँ ल्याउने काठमाडौँबाट पनि फेरि उनीहरूको देशसम्म लाने सबै अब उनीहरूको इन्सुरेन्सले गर्छ त्यो चाहिँ जस्तो तपाईँ सगरमाथा एकपटक मात्रै गए पनि हजुर तपाईँले त एकदमै पटक पटक धेरै मान्छेहरू चढाइसक्नु भएको मलाई त हरेक सिजनकै अनुभव तपाईँलाई त्यहाँ सगरमाथाको चित्र दिमागमा छ नि त ठ्याक्कै ठ्याक्कै यहाँ यो सबै 14 हिमालकै दिमागमा राख्छु म त यहाँ यस्तो हुन्छ भनेर काहीँ मान्छेहरू ठ्याक्कै बिरामी यहाँ फाल्ना ठाउँमा भयो भने नै अरू मान्छेले देखाउँदै हिँड्नुभन्दा त म त आफै हेलिकप्टर लिएर गएर सट्टै यहाँ हो भनेर सट्टै निकालेर ल्याउँछु कहिले त 1-1.5 घन्टामै काठमाडौँ ल्याइदिन्छु बिरामी तपाईँको अनुभवले त त्यो सगरमाथा चढ्दा नि हजुर त्यो बेस क्याम्पदेखि क्याम्प हो अथवा माथिसम्म त्यहाँ अब विभिन्न ठाउँहरू छन् सबैभन्दा तपाईँको अहिलेसम्मको त्यो अनुभवले सबभन्दा अप्ठ्यारो ठाउँ चाहिँ कुन हो अप्ठ्यारो ठाउँ हामीले पहिला चाहिँ माथि समिटमा पुग्ने बेलामा हिलारी स्टेप भन्ने थियो होइन त्यहाँ हाम्रो पालामा चाहिँ अलिक अप्ठ्यारो थियो अहिले पछिल्लो समयमा चाहिँ बुइँचाल पछि चाहिँ त्यो ढुङ्गा चाहिँ गएछ अहिले त्यहाँ पनि खासै त्यस्तो अप्ठ्यारो छैन सगरमाथामा अलिकति हामीले अलिकति सोच्नुपर्ने दिमागमा अलिकति डर हुने चाहिँ आइसफल हो कुम्भ आइसफल चाहिँ के होला कि भन्ने एउटा हुन्छन् होइन त्यसपछि भनेको त लगभग त्यो कुम्भ आइसफल चाहिँ खास कस्तो छ र त्यो अप्ठ्यारो त्यो चाहिँ अब अलिकति खरपास ठुलो होइन खरपास भन्ने चाहिँ अब भाइहरूले बुझ्नुहुन्छ होला अलिकति गहिरो चाहिँ नि खाल्टोहरू भनौँ न हिउँको होइन त्यो माथिबाट हामी ब्राङ लाएर हिँड्छौँ त्यो ब्राङमा चिप्ल्यो भने त्यो तलको चाहिँ गहिरो देख्दिनँ क्या हामीले होइन त्यो त्यति धेरै गहिरोहरू हुन्छ नि त त्यहाँ चाहिँ अब केही भएर अब आइस मुभिङ भयो भने त्यहाँ एक्सिडेन्टहरू धेरै हुने सम्भावना हाई हुन्छ त्यसले गर्दा त्यहाँ चाहिँ अलिक मान्छेहरूले बढी प्रेसर चाहिँ त्यो हुन्छ होइन त्यसपछि त अब लगभग हामीलाई अलिकति सगरमाथाको बढी फोकस भनेको चाहिँ खुम्बु आइसफललाई नै हो त्यो हिलारी स्टेप चाहिँ अघि तपाईँले भन्नुभयो नि त्यो भत्किएछ है त्यो चाहिँ यो बुइँचालोपछि चाहिँ त्यो जुन स्टेप भन्ने ढुङ्गा थियो त्यो ढुङ्गा चाहिँ लोरेर गएछ कि भनेको त्यो भुइँचालोले अरू त्यो बाहेक अरू त के पनि गरेछ त्यहाँको संरचनाहरू सबै ठिक छ जस्तो यो अलिकति तपाईँको आरनको कुरा गरौँ न त होइन जस्तो तपाईँ हिमाल चढ्न जाँदा त एक हिसाबको त्यो युद्धमा गए जस्तै त हो नि युद्ध नै सम्झिनुपर्छ कतिको तनाव भनेको तर हामीले त्यहाँ गएपछि जुन मान्छेले यहाँ जस्तो डर सहरमा हुन्छ नि जुन हिमालमा हामीले पहिलो टेक्न थालेपछि त्यो हिमालले नै हामीलाई खुसी दिन्छ कि त्यसले नै खुसी बनाएर हामीलाई चाहिँ त्यस्तो डर तरसदेखि कम एकदम जस कम महसुस गराइदिन्छ क्या खुसी बनाइदिन्छ क्या लाइफलाई होइन अब नगए नि होइन जमजम लाग्ने खालको बनाउँछ क्या त्यहाँ हिमालमा चाहिँ त्यस्तो खालको एनर्जी दिन्छ क्या नेचरले हामीलाई त्यसले गर्दाखेरि त्यहाँ धेरै जस्तो गिभ अप गर्न सक्दैन क्या
मान्छेहरूले चढेरै छर्ने गएरै छर्ने भन्ने हुन्छ नि एउटा मान्छेले त्यस्तो खालको हौसला दिन्छ कि यो हिमाल चढ्दा चाहिँ चढ्नेलाई बढी तनाव हुन्छ कि घर परिवारलाई बढी तनाव हुन्छ? पहिला पहिला चाहिँ अब चढ्नेलाई भन्दा नि घर परिवारलाई नै बढी तनाव हुन्थ्यो होइन तर अहिले चाहिँ अब त्यस्तो पहिलाको जस्तो एक्सिडेन्टहरू कम भयो हामीसँग सुविधा सम्पन्न भयो भनौँ न अहिले लग्जरियस लाइफमा गयौँ हामी होइन पहिला त हामीसँग हेलिकप्टर पनि हुँदैन थियो मान्छे बिरामी भएपछि मर्नु बाहेक अरू उपाय हुँदैन थियो खरपसमा छिरे पनि छिरो मर्नु बाहेक अरू उपाय हुँदैन थियो भने अहिले त जहाँ जुनसुकै स्पटमा भए पनि मरेको भयो भने अहिले एक दिनमै यहाँ काठमाडौँ ल्याइदिन्छ भनेपछि त्यति सुविधा लग्जरियस भइसकेपछि चाहिँ अहिले हामीलाई चाहिँ जे होस् पहिलाको भन्दा धेरै सजिलो छ भनौँ न यो हिमालकै यो चढ्नेमा एउटा प्राविधिक कुरा नि त जस्तो यो विभिन्न रेकर्ड हुन्छ नि त यति घन्टामा यसमा भन्ने जस्तो नेपालमा चाहिँ जस्तो एक्जाम्पल म हिमाल चढ्न गएँ मैले सबैभन्दा छिटो चढ्नेको मैले कीर्तिमानी राखेँ भनेको त्यसको त्यो ट्र्याकिङ सिस्टम चाहिँ अहिले कस्तो हुन्छ पहिला चाहिँ जुन रेकर्ड राख्दाखेरि मान्छे टुप्पामा को थियो कुन टाइममा यो मान्छे आउँदा को थियो भन्ने त्यो एउटा फोटोहरूदेखि हुनुपर्ने हुन्थ्यो होइन अब अहिले पछिल्लो समयमा चाहिँ अब जिप्याक्स लगाइदिन्छ जिप्याक्स आफूले भइसकेको जिप्याक्सले चाहिँ डाँट्दैन जहाँ पुगे त्यहाँ देखाइहाल्छ लाइभ नै देखाइदिन्छ नेपालमा त्यो छ नेपालमा होइन संसारभरि नै छ त्यो चाहिँ जिपिएस ट्र्याकले चाहिँ त्यो चाहिँ कसले लगाइदिन्छ त्यो आफैले भाइ चढ्दैछ भने तिमीसँगै हुन्छ तर तिम्रो त्यो जिपिएस ट्र्याक चाहिँ तिम्रो फ्यामिली यहाँ सबै पब्लिकले हेर्न मिल्छ कि यो मान्छे चाहिँ क्याम्प 4मा छ अहिले यहाँबाट मुभिङ भयो है यो चाहिँ साउथ कोलमा पुगिसके होइन यो सो समिटमा पुगिसके यो चाहिँ समिट पुग्न अलिकति बाँकी रहेछ है भने चाहिँ त्यही ठ्याक्कै सबै कम्प्युटरमै हेर्न मिल्छ मोबाइलमै हेर्न मिल्छ अहिले त त्यस्तो प्रविधिहरू छ हामीसँग भनौँ न संसारमै छ नि त त्यो तपाईँको के भन्छ अनि त्यसकै आधारमा सम्बन्धित निकायहरूले चाहिँ सम्बन्धित निकायहरूले चाहिँ नै उ गर्ने हो त्यो सम्बन्धित निकाय हुन्छ त्यसपछि त्यहाँ लेजेन्ड अफसर हुन्छ त्यहाँ गाइडहरू हुन्छ लिडरहरू हुन्छ अब अहिले पहिलाको जस्तो ढाँट्ने प्रविधिबाट हामी पछि त्यो चाहिँ छैन भनौँ न अब पहिला चाहिँ अब भनौँ न ओल्लो डाँडा र पल्लो डाँडा भयो भने ओल्लो डाँडा चाहेर पनि चढे हामी भन्ने हुन्थ्यो भने अब अहिले चाहिँ यो पल्लो डाँडा पुगे कि पुगेन भनेर हेर्ने प्रविधि पनि छ कि जस्तो कि अहिले विश्वकप चलिरहेछ नि त हजुर हेर्दै हुन्छ हेर्दैछु जस्तो विश्वकपमा चाहिँ कस्तो हुन्छ भने सम्बन्धित देशले विश्वकप नजिते पनि हामी सुन्छौँ नि त अहिले एमबापेले हल्यान्डले होइन मेस्सीले यता तपाईँको चाहिँ धेरैले चाहिँ आफ्नो गोलको अनेक रेकर्ड कीर्तिमान बनाइरहेछ नि त अनि त्यो रेकर्ड बनाउँदा चाहिँ उसले नजिते पनि त्यो देशलाई चाहिँ चिनिरहेको हुन्छ के त्यसलाई चाहिँ त्यो देशसँग त्यसले इन्ट्रोड्युस गरेर राखेको हुन्छ जस्तो कि यो बिचमा विभिन्न साना देशहरू पनि त्यसको उत्कृष्ट प्रदर्शनले उसको खेलाडीहरूकोले चिन्यो यो हिमालको सन्दर्भमा चाहिँ तपाईँहरू आरोहीहरूले त्यो रेकर्ड कायम राख्दा त्यो रेकर्डले यहाँको हाम्रो पर्यटन व्यवसाय अथवा देशलाई विदेशमा चिनाउन त्यसले कतिको भूमिका निर्वाह गर्छ त्यो रेकर्डले चाहिँ संसारले अहिले चाहिँ गुगलमै हानेर निकालिहाल्छ संसारले चिनाउन त्यसलाई सजिलै छ तर त्यो रेकर्ड विश्व कीर्तिमानीहरूलाई चाहिँ हाम्रो नेपाल सरकारले चाहिँ त्यसलाई सदुपयोग चाहिँ गर्न सकेको छैन राज्यले चाहिँ सदुपयोग गर्न सकेको छैन किनभने हामी एउटा अहिले अर्जेन्टिनामा चाहिँ मेसीले गोल हाल्ने बित्तिकै चाहिँ यसको गोल 6 आज चाहिँ 6 हाने भोलि यसले 7 हान्छ कि भन्ने हुन्छ भने यहाँ पनि हाम्रो हिमालमा मेसीले लिएर कुदायो भने त मेसी त सक्दैन नि त हिमाल कुद्ने त नेपाली नै हो होइन तर ती नेपालीहरूले जति दुःख गरेर चाहिँ नि बनाएको रेकर्डहरू चाहिँ राज्यले त्यसलाई वास्ता चाहिँ गरेको छैन त्यो चाहिँ अब पहिलाकोले नि गरेको छैन अब अहिलेको नयाँ राज्य अब सत्ताहरू आछ होइन उहाँहरूले गर्नुहुन्छ भन्ने आशा हो तर उहाँहरूले पनि खासै चासो देखाएको चाहिँ पाएको छैन मैले यहाँ तपाईँलाई जोड्न खोजेको यहाँ जस्तो अरू देशमा विभिन्न रेकर्ड कायम गर्नेलाई त त्यहाँको राज्यले सम्मान गर्ने रिकगनाइज गर्ने त्यो अनुसारको पदक सम्मानहरू दिने प्रचलन छ दिइन्छ होइन विभिन्न अब हरेक वर्ष चाहिँ खास गरी शेर्पाहरूले विभिन्न रेकर्ड कायम गरिरहेको हुन्छ कीर्तिमानी बनाइरहेको हुन्छ त्यसलाई विदेशको खास गरी सञ्चार माध्यमहरूले चाहिँ
अत्यन्त चासोका साथ त्यसलाई चाहिँ कभर गर्छ कि फ्रन्ट पेजमा भिडियो। हामी कहाँ त मिडियाले पनि त्यति धेरै हाम्रो नेपाली मिडियाले खासै प्रकाशन गरेको देख्दिनँ म। विदेशकोले असाध्यै गरिराखेको हुन्छ। अब सरकारी हिसाबले पनि त्यो सम्मान त्यो पहिचान चाहिँ कम दिएको छ। तर नेपालको एउटा महत्त्वपूर्ण पहिचान जोडेको त यो हो नि त। यसो चाहिँ यो किन भइरहेछ? मैले चाहिँ कहिलेकाहीँ सोच्ने गर्छु, यदि कुनै बेलामा पनि काहीँ सरकारको अब पहुँचमा पुग्यो भने यी सबै रेकर्ड होल्डरहरू अहिले चाहिँ अमेरिका बसोबास भइसकेका छन्, कोही लन्डन, कोही कहाँ कहाँ युरोप, होइन, यी मान्छेहरू सबै नेपालमा ल्याएर चाहिँ एउटा चाहिँ नि केमै बनाएर एउटा चाहिँ अपार्टमेन्टै चाहिँ स्पेसल अपार्टमेन्ट बनाएर राखेर तिनीहरूले सम्मानका साथ राखेर तिनीहरूले फोटो खिच्ने मान्छे मात्रै दिनमा चाहिँ नि त्यहाँ 5-6 हजार मान्छे पसोस् न, त्यसरी पो राख्ने हो त भन्ने जस्तो मलाई मन लाग्छ, होइन। तर अब त्यो हाम्रो हातमा हुँदैन, राज्यको हातको कुरा हो, हामी एउटा व्यक्तिले गरेर गर्न सक्दैन। तर मैले चाहिँ के सम्झिन्छु भने त्यो किन भएन राज्यबाट भनेर सम्झिरहेको हुन्छ कि, अनि मैले बुझाउन खोज्छु तर राज्यले त्यो कुरा बुझिदिँदैन कि। यो कुरा बुझ्न एकदम जरुरी छ नि। जस्तै अब मेसी भनेर, मेसी त एउटा गोल गर्ने खेलाडी हो नि त। जस्तै सगरमाथा होस् या जुनै हिमाल होस्, माउन्टेन सम्बन्धी स्पोर्टमा त नेपालको जतिको रेकर्ड त कुनै पनि देशको छैन नि। ती सबै नेपालको, मलाई मात्रै चाहिन्छ भने होइन, सबै नेपालको रेकर्ड होल्डरहरू जम्मा गरेर एक ठाउँ राखेर फोटो खिच्ने मान्छे मात्रै संसारबाट कति मान्छे यहाँ नेपालमा आएको टुरिस्ट त्यहाँ पुगेर एकचोटि फोटो नखिचिकन नघुमिकन जानै भनौँ न एक किसिमको त्यस्तो खालको चाहिँ आकर्षित बनाइदिनु भयो भने फोटो खिचेर मात्रै चाहिँ नि पैसा चाहिँ खरबौँ पैसा उठ्छ नि त। कति सुविधा दिने, कसलाई के दिने? ल, राज्यले गर्नुपर्ने त त्यो थियो नि खास त। तर हाम्रो नेपालमा भाइहरूले भने जस्तै मिडियाले पनि खासै हिमाल सम्बन्धी थाहा छैन, होइन। हाम्रो नेपालका जनताले नै हिमाल सम्बन्धी त्यति थाहा छैन। म त लाग्छ 20% भन्दा बढी, अझै 80%लाई त थाहै छैन जस्तो लाग्छ। तर हामीसँग यस्तो चिजहरू छ कि संसारमा नभएको चिजहरू छ। हाम्रो राज्यले त्यो चिजहरू चाहिँ सानो जस्तै 3 कक्षादेखि 10 कक्षासम्म पढ्दाखेरि त्यस्तो 3-4 किताब चाहिँ त्यही हिमाल सम्बन्धी हाम्रो चाहिँ नि सम्बन्ध जुन छ नि नेचर सम्बन्धी चाहिँ नि पढ्नु पाओस् न त्यो बच्चाहरूले। विदेशमा हामी घुम्दै जाँदाखेरि एउटा केटाको हातमा यसो तास खेलिरहेको हुन्छ, त्यसको पछाडि हाम्रो देशको सबै हिमालको नाम लेखिरहेको हुन्छ। हाम्रो देशमा चाहिँ कहीँ पनि केही छैन जस्तो पर्छ, होइन। मकालु भन्ने त सङ्कसा भयो नि त। अहिले मकालु कहाँ भनेर गोर्खामा छ भने गोर्खाको मान्छेले पनि थाहा छैन, यो पूर्व पश्चिम कहीँकै मान्छेले थाहा छैन, या सीमित मान्छेले मात्रै थाहा छ नि त। मनासुलु भनेको त गोर्खा हो नि त। पाठ्यक्रममै पनि भएन, छैन के। तर यो कुरा छ नि, यो कुरा चाहिँ राज्यले एउटा किन यस्तो लेख्नु नसकेको होला, किन यस्तो निर्देशन दिनु नसकेको होला। हामी टुरिज्म भन्छौँ, होइन। तर टुरिज्मको बारेमा चाहिँ किन ज्ञान शिक्षा दीक्षा चाहिँ हाम्रो बच्चाहरूले दिन सक्दैन होला, यो कुरामा चाहिँ मलाई एकदम चित्त दुख्छ कि। जस्तो कि यो प्रसङ्गमा म तपाईँलाई एउटा कुरा सुनौँ। म लामो समय यो ब्रिटिस गोर्खाहरूसँग काम गर्ने, गोर्खा सैनिक आवाजको म 8 9 वर्ष सम्पादक थिएँ। अनि त्यहाँ ब्रिटिस सेनामा काम गर्ने उपल्लो दर्जाका त्यहाँ मेरो धेरै साथीहरू थियो। पछि उनीहरूले यो पब्लिकेसनमा पनि उनीहरूले काम गर्यो। त्यो बेला उनीहरूले भन्थ्यो कि मलाई, यो वर्ल्डमा नेपालको खास गरी यो फिल्ममा वा किताबमा चाहिँ 2टा चिज बिक्री हुन्छ, एउटा गोर्खा, अर्को शेर्पा हिमाल। अनि त्यस्तो यो कृतिमानी ठुल्ठुलो रेकर्ड गरेको अनि आरोहीहरूको शेर्पाहरूको अटोबायोग्राफी अथवा बायोग्राफी यस्तो गरौँ न, धेरै किताब हुन्छ, बेस्टसेलर हुन्छ भनेर उनीहरूले कुरा गर्थ्यो। बाहिर चाहिँ त्यो छ, तर हामी कहाँ चाहिँ खास यसको महत्त्व बुझेन नै। हाम्रोमा किनभने अब एक त अब हाम्रो देशमा, होइन, अब एक त अब यो बुझ्न पनि खोजेको छैनन्, होइन, यहाँको राज्यले, होइन। यो
मलाई दुःख लाग्छ किनभने अब जति मान्छेहरू यहाँ दुःख गरेर अमेरिका जापान बेलायत विदेश युके युरोप जान्छ नि मलाई त ती मान्छेहरू सबै नेपालमा फर्केर आएर बसाउनु पाएँ राख्नु पाएँ सुविधा दिएर राख्नु राज्यले दिनु पायो भने ती मान्छेहरूकै चाहिँ नि काम ती मान्छेहरूले गरेको अनुभवले नै राज्यले नै कति धेरै फाइदा हुन्छ जस्तो मलाई लाग्छ होइन। तर यहाँ त अब के छ भने हामी देश चाहिँ हाम्रो ठुलो एकदम नेपाल एकदम राम्रो हाम्रो सगरमाथा भएको देश भनेर संसारले चिनिन्छ गौतम बुद्धको देश भनेर संसारले चिनिन्छ। तर हामी जुनै इमिग्रेसनतिर बाहिर जाँदा एकछिनलाई सोचौँ जापान जाँदा कोरिया जाँदा हाम्रो पासपोर्ट देख्ने बित्तिकै उनीहरूले एउटा कालो कटाभित्र लगिहाल्छ। हामी चाहिँ यो साउथ एसियाकै सबैभन्दा गरिब देश सबैभन्दा भ्रष्टाचारी देश चाहिँ हाम्रो देश रहेछ। अनि हाम्रो पासपोर्ट चाहिँ अब हामी चाहिँ लाइनमा हुन्छ विदेशीहरू टन्नै हुन्छ नि त प्लेनमा त एकै ठाउँमा जाने विदेशी अब एक लेभलको उनीहरूले सम्मान गरेर पठाउँछ भने ए यो त नेपाली पो रहेछ है भनेर हामी चाहिँ एकातिर लाइन लगाइदिन्छ क्या फेरि उता कालो रुमभित्र लगेर सोधपुछ गरेर दुनियाँ दिवाना हाम्रो इज्जतै छैन के। अनि त्यो हिसाबले हेर्दाखेरि हामी चाहिँ साँच्चीकै कस्तो देशमा जन्मेको रहेछौँ भने जस्तो टाइपको फिल्स हुन्छ। हाम्रो देश बिगारेको कसले राज्य बिगारेको कसले भन्ने कुरा चाहिँ हामी खोज्दैनौँ। तर हामीलाई जहाँ गयो भने हाम्रो सम्मान चाहिँ छैन कि एसियाकै सबभन्दा बढी गरिब देश एसियाकै सबैभन्दा भ्रष्टाचारी देश भनेर चिनिन्छ। हामी यस्तो कीर्तिमानी यहाँ उहाँ भनेर कसैले पनि चिन्दैन। यो आरोहणको यो चाहिँ मैले अब यो आरोहणतिरको तपाईँलाई अन्तिम प्रश्न जस्तो तपाईँले त सबै हिसाबले योलाई बेहोर्नु भयो अथवा अनुभव छ नि तपाईँ भरिया हुनुभयो गाइड हुनुभयो त्यसको हिसाबले पनि तपाईँले यसलाई बुझ्नुभयो आरोहीकै हिसाबले पनि हेर्नुभयो आज चाहिँ हिमाल चढाउने कम्पनीको रूपमा त्यसको चाहिँ सञ्चालकको रूपमा पनि हुनुहुन्छ। हिमाल आरोहणमा चाहिँ हामी कहाँको सबैभन्दा त्यो अलिक झन्झटिलो अप्ठ्यारो बाटोहरू चाहिँ के छन् है? अब पहिला चाहिँ हाम्रोमा अलिकति अब सबै कुराहरू नै झन्झटिलो नै थियो हिमाल चढ्नलाई होइन। अब अहिले पनि धेरै कुराहरू झन्झटिलो त छ तर अहिलेको अब यहाँका कर्मचारीहरूले कुरा बुझेका छन् यहाँका चाहिँ नि अपरेटर्सहरूले कुरा बुझेका छन् यहाँका अनुभवी आरोहीहरूले कुरा बुझेकोले गर्दा पहिलाको भन्दा धेरै सजीकरण त भएको छ। तपाईँको अनुभव कस्तो छ? तपाईँले चाहिँ कतिको शास्ति बिहोर्नु पर्यो? यहाँ एउटा कुरा चाहिँ के छ भने अझै हामी यो आरोहीहरूलाई चाहिँ राज्यले चाहिँ एउटा ब्याट भनेर लगाइदिएछ होइन। अब मैले एउटा शेर्पा गाइडलाई काम दियो भने पहिला उसको 13% चाहिँ लुगा कपडा बेचेको जस्तो गरेर ब्याट तिर्नुपर्छ त्यसपछि उसको इन्कम ट्याक्स तिर्नु पर्यो त्यसपछि बाँकी रहेको पैसा मात्रै उसले पाउने भयो भन्छ। मलाई चाहिँ के चित्त बुझेको छैन भने राज्यले यो त एउटा लुगा कपडा बेचेको त होइन नि त मान्छेको श्रमबाट उठाएको हो नि त्यसलाई चाहिँ ब्याट भन्दा पनि बरु ट्याक्स भनेर उठायो भने त्यसको छोराछोरीको पालासम्म हेर्न पाउँछ। राज्यले तिरेको ट्याक्स हो तर अहिले ब्याट भरेर लिइरहेछ कि यस्तो यस्तो कुराहरू धेरै मिलेको छैन तर अब मिलाउन सक्छ होला। तपाईँले कोही एउटा गाइड राख्नुभयो हजुर शेर्पा गाइड राख्नुभयो भने उसलाई तपाईँले दिनेमा चाहिँ उसकोबाट भ्याट कटाउँछ उसकैबाट काटाकै सर भनौँ न अब होइन। उहाँले चित्त बुझेको चाहिँ त्यो पैसा उहाँलाई पनि दिनु पर्यो गाइडलाई होइन। अनि त्यो माथि फेरि 13% पनि तिर्नु पर्यो तपाईँहरूले तिर्नु पर्यो होइन। त्यो चाहिँ भ्याट भनेर तर सरकारले चाहिँ त्यसलाई भ्याट भनेर लिन्छ। खास त उसले काम गरेको हो नि त उसले काम गरेको चाहिँ मैले भनेको ट्याक्स चाहिँ भोलि पर्सि उसको छोराछोरी अमेरिका पढ्नु पर्ला जापान पढ्नु पर्ला कोरिया पढ्नु पर्ला ट्याक्स तिरेको देखाऊ भन्दा अहिले ब्याङ्कमा इन्कम पनि देखाउने ठाउँ छैन कति शेर्पाहरूको कति गाइडहरूको। कारण किनभने हाम्रो त्यो डिजाइन नै अर्कै छ क्या होइन। त्यसलाई ट्याक्सको रूपमा लिएर ट्याक्सकै रूपमा तिरिदिनु पाएको भए हामीलाई चाहिँ खुसी लाग्छ नि त कमसेकम फाल्नाको नाममा ट्याक्स यति तिरेको छ राज्यलाई यति तिर्यो छ है भन्नुहुन्छ। तर हुनुपर्ने त ट्याक्स नै होइन हो तर अहिले हामीलाई चाहिँ त्यस्तो छ अब अहिले चलिरहेको चाहिँ अब चेन्ज जस्तो कुनै एउटा कर्मचारीले उसले पेन्सन के अरे तलब बाबत कति राज्यलाई तिर्नु त्यो ट्याक्स हुन्छ ट्याक्स हुनुपर्ने यति राज्यलाई बुझायो भन्ने हुन्छ। तर यहाँ के भन्छ अब कर्मचारीहरूले भ्याट अफिसले ट्याक्स अफिसले चाहिँ तिमीहरूले ट्याक्स भ्याट तिर्नुपर्छ तिमीहरूलाई त्यो बेचेको हो नि भन्नुहुन्छ कि। तर मैले भने कि त्यसलाई
ट्याक्समा लैजाउँ न, किन भ्याटको कुरा राख्ने? भ्याटको त उसले तिरेको नतिरेको केही मतलबै भएन नि। उसले यति % भ्याट तिर्यो भनेर उसको त्यो त वस्तु खरिद गरे जस्तो भयो नि त। त्यो मलाई त्यो कुरामा चाहिँ चित्त नबुझेको एउटा त्यो पनि छ अहिले। जस्तो दाइ तपाईँको त अब राम्रो तपाईँसँग एउटा चाहिँ ट्रेकिङ कम्पनी भनेको यो हिमाल चढाउने कम्पनी, अहिले त तपाईँको चाहिँ हेलिकप्टर लगायतको अरू धेरै व्यवसायमा राम्रो गरिराख्नु भएको थियो, समाजसेवा पनि गर्नुभएको छ, सङ्कटमा परेकोलाई जिल्लावासीलाई होइन ठिकठाक भइरहेको थियो। एकदम हिमालमा एकदम कञ्चन ठाउँमा चाहिँ गइरहने मान्छे यो राजनीतिको हिलोमा चाहिँ किन रहर गर्नुभयो? यो त मैले अघि नै भाइले भने नि, जस्तै हाम्रोमा जहिले पनि एउटै मान्छे 10 चोटिसम्म उठ्नु पाउने त्यो देखेर एउटै मान्छे चाहिँ बारम्बार एउटै मान्छे त्यो जिल्लामा उठ्नुपर्ने, अरू चाहिँ मान्छे नभएको जस्तो देखेर मैले चाहिँ अलिकति युवा जोसबाट होइन अब यतिखेर नै हो हामीले गर्ने भनेर चाहिँ म यो राजनीतिमा उमेको हुँ होइन। राजनीति गरेर म पैसा कमाउँछु, भ्रष्टाचार गर्छु, यो गर्छु, सेटिङ गर्छु, त्यो गर्छु भनेर यो राजनीतिमा आएको होइन। म त एउटा स्वच्छ एउटा चाहिँ काम गर्ने, जितिहाल्यो भने पनि काम गर्ने, हारिहाल्यो भने म काम गरिरहेकै छु। म चुनाव जितेर आएर अझ 3 महिना हुन लाग्यो भयो भनौँ अब होइन। मैले काम गरेँ, व्यापार गरेँ, मैले राज्यलाई मात्रै मेरो 3टा कम्पनीले 30 करोड त मैले राजस्व मात्रै बुझाएको छु भनेको अहिलेसम्म। यो 3 महिना चुनाव हारेर आएपछि भनेको 3 महिनामा 1 अरब जति त पैसै लिएर रोजगारी दिलाएको छु। अब म जितेर गयो भने त्योभन्दा ठुलो काम त मैले गर्न सक्दिनँ होला। जस्तो म अघि चुनावमा अलिकति जोड्छु, तपाईँ जम्मा कति समय खट्नुभयो त्यहाँ? म लगभग 1 महिना। 1 महिना हजुर। 1 महिना पनि कस्तो थियो भने मौन अवधि अरे कहाँ के अरे के अरे के अरे त्यसै बितिहाल्दो रहेछ। 1 महिना खट्दाखेरि तपाईँले अरू के जित्नुभयो अहिले कुरा गरौँ ल? 15,000 मत प्राप्त गर्नुभयो। हजुर। अब हाम्रो यो त ओपन सेक्रेट जस्तै छ होइन, हाम्रो निर्वाचन प्रणाली एकदमै खर्चिलो छ। अझ पहाडी क्षेत्रमा त त्यो सडक चाहिँ कच्ची छ, अनेक हिसाबले चाहिँ खर्चिलो छ। खर्च त जोड गर्नुभयो होला। मलाई भोट दियो भनेर मेरो सङ्घसभाका सबै यही भाइको फोकस पनि सुन्नुहुन्छ होला। मलाई भोट दिनुहोस् भनेर मैले कसैले 1,000 त के 100 रुपियाँको नोट पनि दिएको छैन होइन। मलाई भोट दिनुहोस् है भनेर चाहिँ होइन, मैले भनेको जनताको कुरा गरेको होइन नि। तर मैले निर्वाचनमा के हुन्छ भने नि, अहिले तपाईँले यहाँ मलाई नबताए पनि जनताको कुरा गरेको होइन। गाउँमा हुन्छ नि त, पार्टी हुन्छ होइन, त्यो त ठेकदारी प्रथा हुन्छ। म भन्दैछु मैले दिने स्कुललाई दिएँ, गुम्बालाई दिएँ, चर्चलाई दिएँ होइन, मन्दिरलाई दिएँ होइन। कसै समस्या परेको मान्छेहरूलाई छ भने उपचार खर्चसम्म गरिदिएँ होइन। त्यो त मेरो सधैँ दिइरहेकै कुरा हो होइन। तर मलाई के लाग्थ्यो भने म पैसा धेरै खर्च गरेर चुनाव जित्नुभन्दा त बरु मलाई पैसा खर्च नगरेर जित्दा राम्रो हो। भोलि म जस्तै अर्को मभन्दा ट्यालेन्ट मान्छे मेरो जिल्लामा आयो भने उसँग पैसा छ भने ऊ कसरी चुनाव लड्ने त? हामीले नै बानी बसाल्नु पर्यो भने चाहिँ मैले चाहिँ कम त्यस्तो खर्च, बोर्ड किन्ने भने जस्तो, यो पार्टी खुवाउने भने जस्तो यो कुरा चाहिँ मैले न्यूनतम गरेर बरु काहीँ गाउँमा समस्या छ भने भवन बनाउनु छ भने ल 5 लाख लैजाउँ नि त के फरक परेर बनाउनु पऱ्यो नि त, त्यो त समूहमा काम लाग्यो। तर वास्तवमा चुनाव लड्ने तरिका चाहिँ त्यो होइन रहेछ, मैले पछि बुझेँ। अहिले म तपाईँले बुझेको पछि कुरा गरौँ दाइ। हिमाल चढ्न सजिलो रहेछ कि यो चुनावमा चाहिँ मान्छे यो मत जित्न सजिलो रहेछ? अब यो चाहिँ हिमालको एउटा अलग्गै पाठ हो होइन। हिमाल त यो चुनावसँग जोड्दै नजोडौँ, यो धेरै पारको कुरा हो होइन। यो चुनाव भनेको त एउटा घरमा गएर, एउटा मैदानमा गएर, एउटा गाउँघरमा गएर, एउटा आफ्ना चाहिँ नि आफ्ना कुराहरू मान्छेहरू सामु राखेर अब यो देशको भविष्य के हो त, कसरी लाने त भन्ने कुरा न त हो होइन। एउटा फ्युचर प्लानिङ गरेर जाने त हो नि त्यहाँ होइन। त्यहाँ त अब पुरानोले म यो गर्छु भन्छ, फेरि नयाँ आउँछ, नयाँले म त्योभन्दा राम्रो गर्छु, योभन्दा बेटर गर्छु भनेर सबैको त्यही भन्ने त हो नि भन्नु त।
पुरानोले पनि त म गर्दिनँ त कहाँ भनेको छ र गर्छु नै भनेर हिँडिरहेको छ नि त होइन र। तर अब चाहिँ अहिलेको समयअनुसार समय सन्दर्भअनुसार हाम्रो चाहिँ देशको परिस्थितिअनुसार चाहिँ अब अहिले चाहिँ एउटा नयाँ पार्टी एउटा नयाँ चाहिँ नि एउटा शैलीमा एउटा चाहिँ नि राज्यलाई कसरी यो देश बनाउन सक्छ, कसरी बनाउनु सक्छु र सक्छ भन्ने मान्छेहरू एकजुट भएर अघि सार्दाखेरि हामी जतिको युवाहरूले हामी जतिको मान्छेहरूले किन साथ नदिने भन्ने चाहिँ मेरो भनाइ हो। तपाईँको जस्तो अघि पनि अलिकति भन्नुभयो, तपाईँले करिब दुई महिना होइन है? 1 महिना 1 महिना खट्नुभयो हजुर होइन? अब 1 महिना खट्नुभयो, 1 महिना अब हरेक उम्मेदवारले केही करोड पैसाहरू खर्च हुन्छ, तपाईँको पनि सहयोग रूपमा खर्च भयो हजुर। त्यो 1 महिना समय र केही करोडहरू खर्चेर चुनाव हार्दाखेरि तपाईँले केही त पाउनुभयो, केही त सिक्नुभयो। मैले के सिकायो तपाईँलाई त्यो चुनावले? मैले के सिकेँ भने एक त मेरो खर्च भएकोमा म किनभने मैले त्यो दुःख गरेर कमाएको पैसा खर्च भएर त्यही गाउँघरमा खर्च हुँदा मलाई खुसी चाहिँ त्यही लाग्छ। किनभने त्यही गाउँकै मान्छेहरूकोमा गाउँघरमै पैसा त्यही सबै गयो नि त होइन। अर्को कुरा भनेको चाहिँ अब चुनावहरू लड्दै गर्दाखेरि जस्तै म अलिक नयाँ परेँ होइन, तर पुरानो तरिका, पुरानै संरचना, पुरानै पारा होइन, पुरानै तरिका चाहिँ अर्कै रहेछ त्यो भित्र। के रहेछ त्यो भित्र भनेको चाहिँ अब जस्तै एमालेकै गुट बनाएको हुँदो रहेछ, कङ्ग्रेसले कङ्ग्रेसकै गुट बनाएको हुँदो रहेछ होइन। यो बाँडी चुरी खाने भन्छ नि, बजेटहरू बाँडेर यस्तो खाने, यो सबै एउटा हरेक ठाउँमा समिति, हरेक ठाउँमा चाहिँ नि पार्टीका चाहिँ नि संस्था भनौँ न, पार्टीका चाहिँ नि सङ्गठनहरू होइन, हरेक गाउँमा हरेक पार्टीको सङ्गठन हुँदा मैले मेरो चाहिँ नि बुथ रुङ्ने मान्छे पनि नपाएको। ल मेरो त्यो फाल्ना ठाउँमा बोट रुँगिदिनु पऱ्यो, तपाईँ चाहिँ त्यहाँको एजेन्डा बस्नु पऱ्यो भने नै एजेन्डै नपाउने क्या। किनभने पुरानो शक्तिले त्यसरी कब्जा गाउँ कब्जा गरेर, तर राम्रो कुरामा कब्जा गरेको चाहिँ छैन रहेछ। सबै कुरा बाँडेर खाने, यो चाहिँ एमालेको टोल हो, यहाँ 10 लाख बजेट छुट्याइदियो भने चाहिँ 1 लाखको काम 7-8 लाख खाइदियो। यस्तो हुन्छ नि त। अब तपाईँ त नेता मात्रै थिएन, तपाईँको परिचय त व्यवसायी भन्ने पनि थियो। व्यवसायी पनि सफल व्यवसायी, एक हिसाबले तपाईँ करोडपति उम्मेदवार भन्ने, सफल भनेको यत्रो व्यवसायमा सफलता गरिराखेको। अनि त्यो सुनेपछि त त्यहाँको हुन्छ नि अगुवाहरू के गर्ने, म तँलाई यति भोट दिन्छु, यति दे, यति भोट दिन्छु, यति दे, त्यस्तो अफर ल्याउने मान्छेहरू पनि धेरै थियो। तर मैले त्यो गरिदिएन। मैले किनभने म यो चाहिँ गर्न सक्दिनँ होइन, मैले यो चाहिँ गर्न सक्दिनँ। किनभने मैले सोचेको हुन्छु पछि मभन्दा पैसा नभएको उम्मेदवार उठ्नु पर्यो, मभन्दा राम्रो दिमाग भएको, मभन्दा राम्रो विजन भएको मान्छे तर पैसा नभएको मान्छे भयो भने त्यो मान्छेले कसरी चाहिँ यो जिल्ला चलाउने, कसरी यो देशलाई चाहिँ नि सहयोग गर्ने होइन। त्यस्तो मान्छेहरूलाई उत्पादन गर्नका लागि चाहिँ हामीले यस्तो चाहिँ हाम्रो हुँदैन भनेर मैले चाहिँ भन्थेँ। तर गाउँघरमा अझै पनि त्यस्तो चाहिँ धेरै ठाउँ धेरै समूहहरू हुँदो रहेछ। त्यो देखेर चाहिँ मलाई पनि वाक्क लाग्यो, वास्तवमा अझै गाउँघरमा कुरा त बुझ्न गाह्रै रहेछ भन्ने कुरा चाहिँ मलाई त्यहाँबाट पनि अनुभव पाएँ। तपाईँको यो चुनावमा नि एकदमै हुन्छ नि तपाईँले मिस गरिरहने, एकदम सम्झना आइरहने के त्यस्ता के छन्? मलाई चाहिँ सबैको गाउँघरमा पुगेर रमाइलो गरेर दिदीबहिनी दाजुभाइ आमा बुवाहरूसँग बोलेको त्यो कुराहरू चाहिँ अब फेरि पनि जान मन लागिरहेछ। म चुनाव नहुँदा पनि त्यहाँ गएर फेरि एकचोटि त्यस्तै तरिकाले घुम्न पाएँ, मलाई चाहिँ कति खुसी हुन्थ्यो होला, आनन्द लाग्थ्यो होइन। त्यो चाहिँ मलाई एकदम मिस भइरहेछ। मलाई चाहिँ अब यो हिउँदमा सबै ठाउँ फेरि पुग्न मन लागिरहेछ। तपाईँलाई एकदम हुन्छ नि अलि बिर्सन लागेको चाहिँ के रह्यो त्यस्तो? होइन, अब जस्तै आफ्ना गाउँ आफ्ना ठाउँमा पनि त सङ्घसभाको, तर म सबै सङ्घसभा त घुमेको थिएन नि त। तर यो चुनावले मलाई के सिकायो भने मेरो सङ्घसभा चाहिँ कति गाउँ रहेछ, कति ठाउँ रहेछ, कति रमाइलो ठाउँ, कति अब चाहिँ नि दुर्गम होइन, कस्तो दुःख ठाउँ होइन। कुनै ठाउँमा नेटवर्कै नटिप्ने, कुनै ठाउँमा गाडी नपुग्ने, कुनै ठाउँमा चाहिँ नि अब गाडी भए पनि हिँड्नै नसकिने, कुनै ठाउँमा डाँडा काँडा होइन, कुनै ठाउँमा यति राम्रो सुन्दर, कुनै ठाउँमा यति राम्रो चाहिँ नि पोखरीहरू, यस्तो धेरै चिजहरू हामी सङ्घसभासँग रहेछ नि त।
मैले त्यो हेर्न पाउँदाखेरि चाहिँ त्यो अनुभव चाहिँ मैले जिन्दगीमा कहिले नि बिर्सिने पनि छैन र मैले एकदमै मलाई चाहिँ अब तुरुन्तै हिउँद लाग्यो भने गइहालौँ त्यहाँ भने जस्तो फिल भइरहेछ। मैले त्यो हार जितसँगको कुरा भएन, मलाई हारे पनि मलाई खुसी थिएँ, म जिते पनि यति नै गर्थेँ होला, मैले अलिक बढी सङ्घर्ष गर्थेँ होला होइन, जिल्लाको लागि अब मान्य भएर आयो अलिकति राम्रै काम गरिदिनुपर्छ भन्ने हुन्थ्यो होला। तर अब त्यो ठाउँमा फेरि आफू नपुगेपछि अरू गएको ठाउँमा हामीले डिस्टर्ब गर्नु पनि भएन होइन। तर मैले गर्नु सक्ने चाहिँ म जिल्लालाई गर्छु भन्ने नै आशा छ। तपाईँले मिस गर्ने कुरा चाहिँ गाउँघर नै भन्नुभयो होइन, तपाईँलाई नजिताएर के हजुर त्यहाँको जनताले चाहिँ के मिस गर्यो भन्ने लाग्छ कि एउटा होइन। अब अहिले चाहिँ उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने बरु मिङमा नै जितेको भए हुने रहेछ भन्ने खालको धेरैले चाहिँ अब कुराहरू गर्छन् भन्ने सुनेको छु होइन। तर म आफैले हारेको म चाहिँ खुसी छु, म जितेकै सर खुसी छु कि, किनभने मलाई मेरो जनताहरूले बताए नि त होइन, जित्नेले 15,000 छ सय ल्याएपछि त बाँकी 15,000 त मेरो पनि त हो नि भन्ने चाहिँ मलाई फिल्स हुन्छ, मैले पनि केही गर्नुपर्छ भन्ने हुन्छ। तर पहिला चाहिँ मैले धेरै कुराहरू चाहिँ नजानी गर्थेँ भने अहिले चाहिँ म अलिक जान्ने चाहिँ भएको छु, अब कहाँ गर्दा ठिक हुने रहेछ होइन। यो त एउटा राजनीति त रहेछ नि, आफ्नो पकड बनाउनु पर्ने रहेछ यहाँ त होइन। तर पनि म चाहिँ तपाईँको यो फोकसबाट के भन्न चाहन्छु भने अब राजनीति भनेको हाम्रो युवा, हाम्रो आमा बुवा दिदीबहिनी दाजुभाइहरूले सबैले बुझेको छन्। अब राजनीति मान्छे बोलेर, मान्छेले भाषण गरेर, मान्छेले यो गर्छु त्यो गर्छु भनेर आश्वासन देखाएर अझै पनि हामी बिक्री हुन थाल्यो भने त सबैले हामीलाई भेडा भन्छ नि त। तपाईँको इच्छा हो एक मत जसलाई दिए पनि, तर को राम्रो छ छानेर दिनुहोस् भन्न चाहन्छु। तपाईँको जस्तो तपाईँ त पहिलोपटक आफ्नो जिल्ला सङ्घसभा हिमाली जिल्ला होइन सबै त्यहाँ घुम्नुभयो नि त होइन, त्यहाँ तपाईँले एकदम हुन्छ नि दाइ मनमा खड्किएको क्या, म राज्यको त्यो निर्णायकतामा पुगेँ भने चाहिँ यो चाहिँ एकदम गर्नुपर्ने भनेको तपाईँलाई हुन्छ नि पोलेको क्या। मलाई भतपत पोलिरहेको चाहिँ अहिले टुटे देउराली भन्ने छ हाम्रोबाट, त्यहाँबाट गुफा पोखरीसम्म चाहिँ बाटोहरू पिस गर्नुपर्ने छ। गुफा पोखरी भनेको चाहिँ नि तपाईँको चाहिँ एकदम लाली गुराँसहरू, धेरै किसिमको लाली गुराँसहरू फुल्ने ठाउँ हो। त्यहाँसम्म बाटोहरू ट्रेक ओपन छ, तर पिस गरेर स्विचभन्दा कम चाहिँ नहुने ठाउँ रहेछ त्यो होइन। त्यहाँबाट चाहिँ नि मिल्के जलजले हुँदै माथि चाहिँ नि सभा पोखरी, त्यहाँबाट 5 पोखरी, थुदाम, ती ठाउँहरू चाहिँ मेरो गाउँबाट पनि त्यो लगभग 1 हप्ता लाग्छ हिँडेर गयो भने। तर पनि अर्कै ठाउँ भए पनि हामीले चाहिँ त्यहाँनिर लगेर केही टुरिज्म सेक्टरमा केही गरिदिनु पाएको भएदेखि हामीले 5-10 वर्षमा केही फन्को मार्छ कि जस्तो लाग्छ। त्यो डाँडाहरूतिर घुम्यो भने ठ्याक्कै स्वर्ग घुमेकै जस्तो फिल हुन्छ नेपालीलाई पनि। तर विदेशीलाई त कति होला, उता हेऱ्यो भने कञ्चनजङ्घा देख्छ, यता हेऱ्यो भने एभरेस्ट देख्छ, मकालु देख्छ, वरिपरि हिमालले घेरेको देख्छ, हामी कालो डाँडा हरियो जङ्गलको चाहिँ नि टुप्पातिर हिँडिरहेको हुन्छौँ होइन। त्यहाँ चाहिँ मैले इनकेस मैले चाहिँ अझै पनि हाम्रो सरकार त्यहाँ अब हाम्रो चाहिँ नि एमालेका डाक्टर अर्जुन कार्की दाजु हुनुहुन्छ होइन, अझै पनि मलाई चाहिँ अझै 5 वर्ष उहाँकै कार्यकालमा पनि म पनि साथी गरेर त्यो ठाउँलाई चाहिँ केही गरौँ कि जस्तो चाहिँ मलाई एकदम मिस हुन्छ त्यो चाहिँ। बाँकी रहेको कुरा त जिल्लामा सामान्य विकासहरू त भइरहेकै छ होइन, नभएको भने होइन, सबैको गाउँघरतिर बाटो पुग्दैछ, ट्र्याकहरू ओपन हुँदैछ होइन। अब चाहिँ अझै राम्रो होला भन्ने आशा हो। तपाईँ जस्तो तपाईँ त आरोही पनि हुनुहुन्छ होइन, एकचोटि हिमाल असफल भयो भने अर्कोचोटि चाहिँ चढ्नुहुन्छ नि त होइन, एभरेस्ट पनि पहिलोचोटि नसक्ने दोस्रोचोटि जाने। अब यो राजनीतिको आरोहण चाहिँ अर्को पटक चाहिँ अब तपाईँ अर्कोचोटि चाहिँ त्यो टुप्पोमा पुग्ने योजनामा हुनुहुन्छ कि हुनुहुन्न? खासै मेरो विचार चाहिँ छैन, किनभने यो चाहिँ मभन्दा राम्रो मान्छे आयो भने मैले उसलाई साथी गर्नुपर्ने हुन्छ, चाहे त्यो जुनसुकै दलको होस्, जुनसुकै पार्टीको होस्, जिल्ला जसले बनाउन सक्छु भने सक्षम व्यक्ति आयो, मभन्दा सक्षम व्यक्ति आयो भने त मैले साथी गर्नुपर्ने हुन्छ नि त। पदको लागि ओखाटेर मैले राख्नु चाहिँ त्यो गलत हो। त इनकेस अब फेरि पनि ल तपाईँले नै गर्नु पर्यो, तपाईँ नै उठ दिनु पर्यो भने फेरि पछि हट्दा फेरि मेरो कार्यकर्ताको पनि चित्त दुख्छ होइन। त्यसले गर्दाखेरि त्यो बेलाको सिचुएसन, त्यो बेलाको परिस्थिति, त्यो बेलाका मेरो जिल्लाका परिस्थितिहरू
होइन त्यो बेलाका चाहिँ नि देशको परिस्थिति हेरेर कथाले के माग्छ त्यो अनुसार जानुपर्ने हुन्छ जस्तो लाग्छ मलाई। किन हारे भन्ने थाहा पाएपछि कसरी जित्ने भन्ने अलिक बढी थाहा पाइँदो होइन दाइ? हार्ने भनेको चाहिँ हामी लगभग पहिलादेखि नै अब त्यो पहाडी क्षेत्रमा जित्ने चाहिँ धेरै नै कम चान्स थियो, किनभने नयाँ पार्टीहरूको खासै त्यो सङ्गठन पनि हुँदैन थियो होइन। तर मैले यत्रो भोट कसरी ल्याएँ भन्ने कुरामा चाहिँ म पनि आफै खुसी भइरहेको छु, अचम्म पनि भइरहेको छु होइन। मलाई यहाँ कुनै एमालेप्रति, काङ्ग्रेसप्रति, माओवादीप्रति चाहिँ मेरो चित्त दुखाइ, मेरो चाहिँ कुनै गुनासो छैन। किनभने त्यो ठाउँमा अगाडिको चुनावमा जम्मा 1100 भोट आउने ठाउँमा अहिले 15,000 आउनु भनेको त दिएको हो नि त होइन। त्यत्रो सङ्गठन त खसाएर ल्याएको छ नि त अरूको होइन। त्यो पनि जित्दै हो नि। अब माटोले 10,000 भोट ल्यायो होइन, सङ्गठन त जितेको हो नि त होइन, खसाएरै ल्याएको हो नि त। पहिला को थियो र त? न त्यहाँ माटो थियो न त्यहाँ घन्टी थियो र होइन। यो पछिल्लो समयमा परिवर्तन चाहिँ खोजिरहेछ। यदि माटो र घन्टी एक भएको भएदेखि त फेरि सिद्धिएन। तर एउटा परिस्थितिले गर्दा त्यो हुनु भयो। तपाईँको त्यो बेलाको चुनावको बेला मैले केही अब भिडियो हेरेको थिएँ, जस्तो कि एउटा भिडियोमा तपाईँले भन्नुभएको छ कसैलाई तपाईँलाई सङ्कट पऱ्यो भने सुत्केरी अथवा बिरामी के भयो भने मलाई सम्झिनु, तपाईँलाई म उद्धार गर्न आइपुग्छु हेलिकप्टर लिएर भनेर काहीँ भन्नुभएको थियो। हजुर। यो 1-2 महिनामा हारे पनि कसैले त्यसरी सम्झना गरेर तपाईँलाई? धेरैले फोनहरू आएको छन्। मैले सक्ने सहयोग सबैले गर्छु। मैले अहिले पनि मेरो जिल्लामा जे समस्या पऱ्यो नि, स्वास्थ्य सम्बन्धको समस्याहरू, हेलिकप्टर चाह्यो भने मलाई नै फोन आउँछ होइन। मैले सहुलियतमा गर्न नसक्ने मैले दिनु सक्ने सुविधाहरू दिएर गरिरहेको हुन्छु। अब धेरै गरिब नै छ, गर्नै सक्ने छ भने त हामी त्यसको अर्कै सहुलियत तरिकाले पनि दिइरहेको हुन्छु होइन। कतिको घरहरू भत्केका छन्, अहिले पहिरो चलेका छन्, के भएको छन्, पानी परेका छन् होइन। अहिलेसम्म फोन चाहिँ आएको छैन, तर आयो भने म सहयोग गर्न त म जहिले पनि तयार हुन्छु। म त्यो जितेको हारेको भनेर त्यहाँ मैले कसैले नि छुटाउन चाहिँ सकिँदैन। अब यो दाइसँग कुरा गर्दै जाँदा त यो तपाईँको अनुभवहरू धेरै लामो छ। अब हामी कुराकानीको अन्तिममा छौँ। यो चाहिँ मेरो केही प्रश्नहरू छन्। यो चाहिँ तपाईँले 2मा एउटा छनौट गर्नुपर्ने प्रश्नहरू। सङ्खुवासभा कि काठमाडौँ तपाईँलाई? मलाई त सङ्खुवासभा हो। काठमाडौँ मैले जत्रो बल भए पनि म 2-4 करोडको गाडी चढेर हिँड्ने पनि मलाई काठमाडौँ भन्ने चाहिँ मन छैन। मेरो चाहिँ सङ्खुवासभा जस्तो लाग्छ गाउँ चाहिँ। तपाईँको गाउँपालिकाको नामै मकालु छ। मकालु कि तपाईँ सगरमाथा? होइन, मकालु नै हो। फेरि मकालु नै हो नि। खुम्बु आइसफल कि हिलारी स्टेप? त्यसमा चाहिँ मलाई एकदम रमाइलो लाग्ने चाहिँ खुम्बु आइसफलै हो होइन। बेस क्याम्प कि क्याम्प हो? रमाइलो त अब रमाइलोको हिसाबले चाहिँ बेस क्याम्प नै हो, तर खुसी र आफ्ना जीवनमा एकदमै रमाइलो स्वर्गवास, स्वर्गमा पुगेको जस्तो फिल गर्ने भने क्याम्प हो। आरोही अथवा क्लाइम्बर कि गाइड तपाईँलाई? म चाहिँ गाइडै मनपर्छ फेरि, किनभने आफ्नो पेसा हो। म अहिले पनि म आरोहीमा गएँ भने म गाइडकै रूपमा काम गर्छु। म उल्टो मसँग हिँड्ने भाइले म उल्टो काम सघाउँछु, त्यही हो। तपाईँ साहुजी अथवा व्यवसायिकै गाइड? म चाहिँ मैले चाहिँ फिल्स गर्ने चाहिँ म अहिले गाइडको रूपमा, व्यवसाय अर्कै रूपमा हेर्नुपर्ने हुन्छ। तर म चाहिँ काम गर्ने मान्छेलाई कसरी राम्रो गरौँ र भाइ बहिनीहरूले कसरी सिकाउँ भने चाहिँ व्यवसाय होइन, म गाइडको रूपमा। मेरो चाहिँ सबभन्दा पहिला नै गाइडको पक्षमा बोल्नु मन लाग्छ मलाई। हिमालमा उक्लिनु कि ओर्लिनु? उक्लिनै मजा हुन्छ अरे। तपाईँको त्यो चुचुरोमा पुग्दा आनन्द कि चुचुरो पुगेर तपाईँको चाहिँ बेस क्याम्प तल फर्किँदा? यो चाहिँ चुचुरोमै आनन्द हुन्छ। तर बेस क्याम्प झर्दा त अब म बाँचेँ भन्ने त हुन्छ होइन। तर बेस क्याम्पसम्म आउँदाखेरि धेरै कुराहरू आफ्ना सोचाइभन्दा बाहिर गइसकेको हुन्छन्। जुन चुचुरोमा एउटा खुसी हुन्छ नि, त्यो खुसी चाहिँ कसैसँग पनि केहीसँग पनि साट्नु सक्दैन। हिमाल चढ्दा चाहिँ रातमा कि दिनमा रमाइलो?
हाम्रो हरेक रुल्स हुन्छ। कुनै ठाउँमा चाहिँ रातमा चढ्नुपर्ने ठाउँमा रातमै रमाइलो हुन्छ र कुनै ठाउँमा दिनमा चढ्नुपर्ने ठाउँमा चाहिँ दिनमै रमाइलो हुन्छ। हिमालमा चाहिँ बाटो बनाउने कि भारी बोक्ने? त्यो बाटो बनाउने र भारी बोक्ने भन्ने चाहिँ हुँदैन। भारी पनि बोकिन्छ, बाटो पनि बनाउँछ, दुइटै गर्छ। यो ल्याडर भनेको सिँढीमा तर्नु कि डोरीमा झुन्डिनु? डोरीमा झुन्डिनु चाहिँ मजा। अब सिँढी चाहिँ हामीले बनाएर लाने हो होइन। त्यो क्याम्पहरूको हुन्छ नि, क्याम्प 1 देखि माथिसम्म, त्यो टेनभित्रको बास रमाइलो कि खुला आकाश? टेनभित्रकै खुला आकाशमा चाहिँ हामीले फेरि त्यहाँ थेक्नु सक्दैन, परान लिनुपर्ने हुन्छ, परान त्याग्नुपर्ने हुन्छ फेरि। यो पदयात्रा कि आरोहण? हाम्रो लागि चाहिँ आरोहण नै हो। हिमालमा नि त्यो तातो दाल भात कि त्यो इनर्जी बार? माथि चाहिँ हामीले तातो दाल पनि खानु सक्दैन होइन। माथि चाहिँ सबै कुरा चाहिँ नै नर्मल चक्लेट एनर्जी बार नै हुन्छ। तपाईँलाई माथि कफी कि कागती पानी? माथि चाहिँ कागती पानी हामीले व्यवस्था गर्न सक्दैन, कफी चाहिँ हामीले माथि खाने गर्छौँ। त्यो हिउँ पग्लेको पानी कि बोतलको पानी? माथि खानालाई मजा त त्यहीँकै हिउँको पानी। त्यहाँ चाहिँ बढी भोक लाग्छ कि निद्रा लाग्छ? त्यहाँ चाहिँ 50-50 नै हुन्छ। भोक कम पनि लाग्छ, निन्द्रा पनि कम लाग्छ। त्यहाँ चाहिँ बढी यो शारीरिक शक्ति कि मानसिक शक्ति? मानसिक शक्ति, शारीरिक शक्ति दुइटैकै चाहिँ नि बराबर एनर्जी लगाउनुपर्छ। डर हुन्छ कि बढी उत्साह हुन्छ? पुग्ने बेलामा धेरै उत्साह हुन्छ, तर नपुगिन्जेल डर हुन्छ टुप्पामा। यो सानो अथवा एक्लै इन्जोय हुन्छ कि ठुलो टिममा? त्यो चाहिँ अब मिल्ने साथीहरूसँग धेरै इन्जोय हुन्छ। जस्तो हिमालमा माथि यो क्याम्पो भन्दा त माथि त त्यसलाई चाहिँ डेथ जोन भनिन्छ नि होइन। त्यहाँ चाहिँ हिमालमा यो कसैको सम्झना हुन्छ कि बढी बाटोको चिन्ता हुन्छ? बाटोको नै अलि बढी चिन्ता हुन्छ त्यहाँ, किनभने मैले यो बाटो कहाँबाट जानुपर्छ भन्ने चिन्ता हुन्छ। हिमालको लागि यो अनुभव कि आँट? अनुभव पनि चाहियो, आँट पनि चाहियो, फेरि दुइटै चाहियो। राजनीति कि हिमाल? मलाई त हिमालै ठिक लाग्छ। आनन्द हुन्छ। हिमाल चाहिँ एउटा सुन्दर ठाउँ हो होइन। राजनीति भनेको केही वर्ष गर्ने हो, केही समय हुन्छ होला, तर सधैँभरि जिन्दगीभरि राजनीति पछि चाहिँ लागिँदैन भनौँ न। सुरक्षाको हिसाबले नि हिमाल कि काठमाडौँ? अब सुरक्षाको हिसाबले चाहिँ जीवनको कुरा हो होइन। काठमाडौँ पनि अब हामीले चाहिँ काठमाडौँ भन्छौँ, तर काठमाडौँ पनि त्यति नै जोखिम छ। मलाई एकजना आरोहीले के भन्नुहुन्थ्यो भने, हजुर, उहाँ चाहिँ सुरक्षाको चाहिँ सबै अपनाएको हुन्छ होइन, रुटको सब थाहा हुन्छ, सुरक्षा अपनाइन्छ, तर यहाँ त गाडी चलाउँदा अरूले पनि हात दिन सक्छ। त्यही भएर मलाई त हिमालै सुरक्षा लाग्छ भन्थ्यो। सही हो। अब यो अन्तिममा नि दाइ, हजुर, तपाईँ मकालुको वालुङ हजुरमा एउटा चाहिँ चौरी चराएर होइन 5 क्लाससम्म पढेर केही खर्च बोकेर काठमाडौँ आउनुभयो। अघि नै तपाईँले भन्नुभयो ढुङ्गा बोक्नुभयो, केही रुपियाँहरू ढुङ्गा बोक्दै भरिया हुँदै तपाईँ आज एउटा सिजनमा 30-40 करोड चाहिँ राज्यलाई ट्याक्स राजस्व बुझाउनुहुन्छ होइन। एकदमै भनेको ढुङ्गा बोकेर केही पाउरोटीहरू खाएर सङ्घर्ष गर्नु भनेको त्यो दुःखको पनि एउटा उत्कर्ष हो नि त होइन। र आज तपाईँको करोडौँको गाडी चढ्नु, हेलिकप्टरको कम्पनीको मालिक हुनु, राज्यलाई यसरी करोडौँ चाहिँ बुझाउन सक्नु भनेको त्यो पनि अर्को चाहिँ तपाईँको त्यो सफलताको कमाइको अर्को उत्कर्ष हो। के रहेछ दाजु यो जिन्दगीको सुख दुःखलाई कसरी हेर्नुहुन्छ? म चाहिँ पाहाडमा जन्मेको, पाहाडीबाटको मान्छेले गर्दा पाहाडी क्षेत्रकै बढी याद आउँछ होइन।
मैले जति पैसा कमाए पनि मेरो आधा पैसा चाहिँ मैले चाहिँ भनौँ न सहयोग एउटा हुन्छ नि गर्न मन लाग्छ मलाई। किनभने पैसा कमाएर राखेर सिरानी मुनि राखेर मर्ने बेलामा चाहिँ कसैले पैसा लान्छ जस्तो चाहिँ मलाई लाग्दैन होइन। अहिलेसम्म लगेको रेकर्ड जस्तो मैले यहाँ तपाईँलाई सोध्न खोजेको जस्तो मान्छेहरू चाहिँ एकदमै अब सामान्य सुखमा पनि मातिने हुन्छ होइन, सामान्य दुःखमा पनि आतिने हुन्छ। तपाईँले चाहिँ यो अहिलेसम्मको अनुभवले के सिकायो? यो जिन्दगीमा सुख दुःख भनेको के रहेछ? यो चाहिँ कसरी प्राप्त हुने र चिज रहेछ? यो भनेको चाहिँ अब भाइले अहिले मिङमा दाइ तपाईँ जुत्ता खोलेर खाली खुट्टा शङ्करसभा जान सक्छौ भनेर म यहाँदेखि शङ्करसभा खाली खुट्टा जान सक्ने मान्छे हुँ। फेरि त्यहाँबाट हेलिकप्टर चटर गरेर तपाईँ काठमाडौँ आउन सक्छौँ भने आउनु सक्ने मान्छेमा पऱ्यौँ होइन। यो भनेको चाहिँ हामी जति माथिको हो त्यति तलको मान्छेसँग हामीले चाहिँ एट्याच गर्ने, तलको जति हुन्छ नि त्यो दायाँ माया एउटा हुन्छ नि त। यहाँ चाहिँ एक किसिमको धनी मान्छेहरू चाहिँ अब गरिब चाहिँ साह्रै नै हेप्ने टाइपको, उनीहरूले त्यो गरिबको जिन्दगी कसरी बिताउँछ भन्ने कुरा नै थाहा छैन कि। तर हामी त गरिबको जिन्दगी सेउला ओछ्याएर सुतेर आएको मान्छे हो नि त। हामी म त सम्मान गर्छौँ सबैलाई होइन, सकेको सहयोग पनि गर्छौँ। किनभने यति चाहिँ डिफ्रेन्ट हुँदो रहेछ कि हामी त्यो लेभलबाट यहाँ आउनु र सिधै आउनुमा चाहिँ फरक त्यति नै हो। कसैले चाहिँ कसैको दुःखै थाहा हुँदैन, गरिबको दुःखै थाहा हुँदैन, गरिब भनेको के हो भनेर थाहा हुँदैन होइन, हेप्छन् होइन। तर हामी चाहिँ त्यो होइन, हामी सबै समान तरिकाले गर्न सक्छौँ भनेर, हामी सबैले समान मान्छौँ भनेर हाम्रो मनले त्यो मान्दैन, समानता गर्न मान्दैन कि। अब यस्तो नि दाइ, हरेक मान्छेले सङ्घर्ष त गर्छ नै होइन, दुःख त गर्छ। सङ्घर्ष बाटो सबैले गरिरहेको हुन्छ एउटा पेट पाल्नका लागि होइन। यो आज तपाईँ जुन उचाइ पुग्नु भएको छ नि, त्यो आफ्नो यो सफलताको तपाईँ यो के भन्छ नि, यो पछाडि फर्केर हेर्दा त्यसको सूत्र भनौँ अथवा त्यसलाई कसरी हेर्नुहुन्छ? जस्तो तपाईँले जे दुःख गर्नुभयो हरेक मान्छेले त गर्छ नै, तर हरेक मान्छे तपाईँ जस्तो सफल हुँदैन। त्यो चाहिँ कस्तो हुनु पऱ्यो भने एक त आफू पनि अलिकति सक्षम नै हुनु पऱ्यो होइन। भाइले भनेको जस्तै सबै म जस्तो त कहाँ पुग्छ र, यहाँ त सबै गर्छु भन्ने त मान्छे संसारमा म जस्तो हुनु चाहने त लाखौँ होला होइन। अब हामीभन्दा धनी अब एलन मार्क्सहरू भयो या अम्बानीहरू भयो होइन, अब त्यो बिलियनर हुन पनि त कति मान्छे त कुदाकुद त हुन्छ नै। तर मेरो चाहिँ कस्तो हो भने हामी यहाँसम्म आउँदाखेरि नै हामी खुसी मान्नुपर्छ भन्ने जस्तो लाग्छ। किनभने हामी एउटा त्यस्तो पाहाडबाट एउटा चाहिँ नि होइन कुनाबाट आएर सहरमा आएर यति 400-500जनाले रोजगारी दिएर अब आफ्नो तरिकाले जीवन बिताएर आफैले कमाएको पैसाहरू चाहिँ नि कोही गरिब दुःखीलाई चाहिँ नि थोरै भए पनि सहयोग गरेर मालमपट्टि गरेर आशा मान्छेको आशलाई निराशालाई आशमा बदलेर होइन त्यस्तो गर्नु नै अब मेरो लागि चाहिँ यति नै हो जस्तो लाग्छ मलाई। योभन्दा मैले धेर खोजेँ भने मेरो औकातले पनि भ्याउँदैन। अब हुन त यो वस्तुगत प्रश्न हुँदैन, मान्छेको हुन्छ नि दाइ अधिकतम सपना के म यो चाहिँ गर्छु, यो चाहिँ बन्छु, त्यस्तो केही छ तपाईँ? मलाई चाहिँ केही छैन त्यस्तो। यो अहिले कहिलेकाहीँ तपाईँलाई जस्तो यस्तो लाग्दैन दाइ, अब तपाईँका साथीहरू कहिलेकाहीँ संसदको लाइभ हेर्नुहुन्छ होला, म त्यहाँ भइदिएको भए यसो गर्थेँ, यो गर्थेँ, यो म त्यहाँ भइदिएको भए 2-4 कुराहरू चेन्ज गर्न सकिन्थ्यो कि भन्ने आशा छ। तर मलाई फेरि मेरै ठाउँमा हुँदाखेरि म पनि खुसी छु। म त्यहाँ गएको भए फेरि मेरो यत्रो व्यापार बिजनेसहरू कसैले सम्हाल्दैन थिएन होला जस्तो फिल पनि लाग्छ होइन। दिनदिनै त्यहाँ जानु होइन, दिनदिनै त्यहाँ जानु पर्थ्यो होला, राज्यले नि घाटै हुन्थ्यो होला। कुनै दिन कथाले मागेको दिन पुगेको दिन हामीले सक्ने देशलाई योगदान गर्ने इच्छा त हुन्छ नै होइन। अब दाइलाई यो हिमाल आरोहण जस्तै यो राजनीतिको पनि आरोहण यो कृतिमान बनाउन सफल हुनुहोस्।
यो सबै शुभकामना दाइ। मेरो मात्रै होइन सङ्घसभाका जनताले चाह्यो भने हुने हो। त्यहाँको जनताले चाहेन भने म मात्र हुन्छु भनेर हिँडेर पुग्ने चाहिँ होइन। त्यसले गर्दा भोलि त्यहाँ के सिचुएसन कुन परिस्थितिमा होइन भयो भने मैले चुम्न पनि सक्छु होला होइन। तर अहिले नै म हुनुपर्छ मै गर्नुपर्छ भन्ने चाहिँ मेरो त्यो दाबी त्यस्तो खालको ऊ चाहिँ छैन। त चाहेको दिन उब्रिन सक्छु होइन। उब्रिनुहोस् भन्दा उब्रिन सकेन भने फेरि त्यो पनि त नमार्ता भन्छ नि त होइन। त्यो दिन आयो भने उब्रिन्छु, उब्रिदिनुहोस् भने उब्रिन्छु, त्यति नै हो। एकदमै शुभकामना छ दाइ, समय दिनुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद। ल भाइको यो फोकसबाट सम्पूर्णले जसले हेर्नुहुन्छ सबैप्रति मेरो हार्दिक नमस्कार भन्न चाहन्छु होइन। मेरो मनको कुराहरू भाइले यहाँ राख्नु दिनुभयो। अझै यस्तो कुरा त मसँग 2 दिनमा पनि सिद्धिँदैन होला, तर केही कुराहरू राख्नु दिने मौका दिनुभएकोमा भाइलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच। थ्याङ्क यू दाइ।